फागुन 21 मा नेपालमा आम निर्वाचन हुँदैछ। यसैको सन्दर्भलाई लिएर मैले कुराकानी गरिरहेको छु बर्डिपमा। आसन्न निर्वाचनमा विभिन्न उमेर समूहका युवाहरू उम्मेद्वारको रूपमा हुनुहुन्छ। निर्वाचनमा 30 वर्षभन्दा कम उमेरका थोरै उम्मेद्वार मध्ये एकजना उम्मेद्वार जसले काठमाडौँ क्षेत्र नम्बर 5 बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चुनावमा आफ्नो उम्मेदवारी दिनुभएको छ र काठमाडौँ क्षेत्र नम्बर 5 जस्तो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चुनाव जित्छु भन्ने आफ्ना विविध एजेन्डाका साथमा यति बेला जनताको घर दैलोमा हुनुहुन्छ। जनताको घर दैलोमा रहेकै समयमा मैले केही समय उहाँसँग आज कुराकानी गर्दैछु। कानुनका विद्यार्थी सँगसँगै काठमाडौँ महानगरपालिकामा तत्कालीन मेयर बालेन्द्र शाहको टिमसँग रहेर शिक्षा र नीति निर्माण तहमा काम गर्नुभएका युवा हुनुहुन्छ सस्मित पोखरेल। सस्मित पोखरेललाई यो चुनावी बहसमा स्वागत गर्छु। थ्याङ्क यू भेरी मच। कस्तो लागिरहेछ चुनाव? रमाइलो लागिरहेछ, रमाइलो छ, अलिअलि थाकिएको छ, अलि उत्साहित पनि छ, मेन्टली एकदम एक्साइटेड, फिजिकली थकाइ पनि छ, दुवै। तपाईँ त चुनाव राजनीति भन्ने चिजसँग एकदमै फ्यामिलियर हुनुहुन्छ जस्तो लाग्छ मलाई। हो, मैले अघिल्लो निर्वाचनमा पनि हजुर लालटिन चिन्ह लिएर उम्मेदवारी दिनुभएको थियो। हो, त्यो अनुभव र राजनीतिमा आउँछु भन्ने तपाईँको पृष्ठभूमि हजुर खासमा के हो? आज 11 वर्ष पहिला मैले विवेकशील नेपाली दल प्रवेश गरेँ। विवेकशील नेपाली दलको सदस्यता लिएँ। त्योभन्दा अगाडि पनि टचमै थिएँ पार्टीसँग, तर 11 वर्ष अगाडि 18 वर्ष उमेर पुग्ने बित्तिकै विवेकशील नेपालीमा सदस्य भए। विवेकशील नेपालीमै हुँदाखेरि पोलिटिकली अगाडि बढ्न थाल्यो। त्यतिखेर रन्जु दर्शनाजीको मेयरमा उम्मेदवारी पछि पार्टीको एक किसिमको पोलिटिकल्ली अगाडि बढ्यो। त्यसमा पनि क्याम्पेनिङ अगाडि बसेर नै गरेँ। त्यतिखेर त्यसपछि विवेकशील र साझा पार्टीको मर्ज भयो। त्यसपछि विवेकशील साझा पार्टीको निर्माण भयो। त्यसमा पनि त्यसपछिको चुनावमा उज्जवल थापा त्यतिखेर विवेकशील साझा पार्टीको संयोजक हुनुहुन्थ्यो। उहाँ पनि क्षेत्रमा 5 हाम्रो अहिलेको क्षेत्रमै उठ्नुभएको थियो। त्यसमा पनि कोर टिममा बसेर क्याम्पेनिङ नै गरेँ। त्यसपछि तपाईँले भने जसरी नै बालेन शाहको उम्मेदवारी भयो। उहाँकोमा पनि लगभग घोषणापत्र लेख्नेदेखि लिएर सबै काममा म इन्भल्भ भएँ। त्यसपछि आफै नै प्रदेशसभामा पनि लडेँ र आज आउँदै गर्दाखेरि विभिन्न क्याम्पेनिङको, चुनावी माहौलको, होइन, घर दैलो सबैको एक्सपिरियन्स लिएर प्लस त्यो पोलिटिकल साइड भयो। आफ्नो प्रोफेसनल्ली पनि अलिकति कानुन पढेर नीति निर्माण, कानुन निर्माणमा पनि अलिकति परिपक्व पनि भए। त्यसपछि विभिन्न सांसदहरूको टिममा बसेर कानुन निर्माण, नीति निर्माणमै काम पनि गरेँ। त्यसपछि काठमाडौँ महानगरपालिकामा 3 वर्ष बसेर काम पनि गरेँ। शिक्षा क्षेत्रमा काम गर्ने, नीति निर्माण, कानुन निर्माणमा पनि भयो। त्यसले गर्दाखेरि पोलिटिकली त भयो, प्रोफेसनल्ली पनि आफू व्यक्तिगत रूपमा पनि अलिक परिपक्व भएर चाहिँ आएको जस्तो फिल हुन्छ अहिले। 18 वर्षमा राजनीतिमा लाग्छु भन्ने एउटा सोच आयो भन्नुभयो। हजुर तपाईँले नयाँ नेता हजुर का निम्ति चाहिँ हजुर भोट हाल्नुपर्छ हो भनेर फेसबुकमा पोस्ट गरेको। हो त्यसपछि चाहिँ विवेकशील साझाको हजुर कुनै तपाईँको कमेन्ट लेख्ने कसैले सजेस्ट गरिसकेपछि विवेकशील साझामा आफू पुगेको पनि सुनेको थिएँ मैले। 18 वर्षको उमेरमा हजुर नेपाल जस्तो देशमा जन्मेको एउटा युवा अथवा युवती, युवा भएको व्यक्तिलाई हजुर राजनीतिमा लाग्नुपर्छ भनेर केले प्रेरित गर्छ? त्यतिखेर सुरुमै पार्टीगत हिसाबले आउँदै गरी सुरुमा नै म प्रत्यक्ष रूपमा सांसदै बन्छु भनेर चाहिँ सोचेको थिइनँ। सुरुमा त कोही अलिकति जसले चाहिँ नेपाललाई नेतृत्व गर्छु भनेर सोचिरहेको छ उहाँहरूलाई अगाडि बढाउने, उहाँहरूलाई जिताउँछु भनेर मात्र सोचेको थिएँ। अलिकति पोलिटिकल इन्ट्रेस्ट त नभइकन पार्टीमा गएँ थिएन। पोलिटिकल इन्ट्रेस्ट थियो, समस्याहरू देखिन्थ्यो, समस्याको समाधान खोज्न मन लाग्थ्यो। त्यो संविधानमुखी भएको हुनाले राजनीतिक रूपमा अगाडि त आएँ। तर अझ इन्ट्रेस्टिङ सबैभन्दा चाहिँ म कानुन पढ्दै गर्दा इन्टर्नसिप गर्न चाहिँ संसद सचिवालय गएको बेला त्यतिखेर चाहिँ अझ प्रत्यक्ष रूपमा सांसदै बन्छु भन्ने फिल किन पनि आयो भने त्यतिखेर विभिन्न समितिहरूको बसमा बसिन्थ्यो। हाम्रो सांसदले नेपालको कानुनलाई कुन रूपमा हेर्नुहुन्छ भन्ने कुरा त्यतिखेर देखियो। अनि एउटा समय थियो त्यतिखेर विधायन समितिमा चाहिँ एउटा विधेयक त्यतिखेर छलफलमा थियो।
अनि त्यतिखेर विधायन समितिमा सभापति हुनुहुन्थ्यो, उहाँले बोलाउनु भयो। मेगी गुरुङ हुनुहुन्थ्यो सभापति, उहाँले बोलाउनु भयो। अनि हामी चाहिँ विद्यार्थीको रूपमा गइसकेपछि उहाँहरूले एउटा असाइनमेन्ट दिनुभयो, यो विधेयक छ, यसको बारेमा पढेर स्टडी गरेर मलाई के गर्न सकिन्छ मलाई भन्नु न त भनेर गर्नुभयो। त्यो लग्यौँ, मैले लगेँ आफ्नो पार्ट। अनि त्यसपछि त्यसमा राम्रोसँग स्टडी भयो, त्यसको लुपोलहरू के छ, त्यसको पोलिटिकल लुपोलहरू के छ, मजाले सबै स्टडी गरेर मैले एउटा रिपोर्ट बनाएर उहाँलाई बुझाएँ। अनि मलाई याद छ त्यतिखेर उहाँले भन्नुभयो, नेपालको सबै सांसदले यत्तिको काम गर्ने भाव भए, कानुन निर्माण नीति निर्माणमा सांसदहरूले यत्तिको काम गर्ने भाव भए त हाम्रो जति पनि यो अहिले ऐन बनाउँदाखेरि संविधानसँग बाजिरहेको छ कति लुपोलहरू थियो त्यो हुँदैन थियो, हाम्रो ऐन कानुनहरू अलिकति राम्रो बन्थ्यो भनेर उहाँले त्यतिखेर भन्नुभयो। त्यो भनिसकेपछि अब म कानुनकै विद्यार्थी, नीति निर्माणमा इन्ट्रेस्ट भएको छ, पोलिटिकली पनि इन्ट्रेस्ट भएको छ, सांसद बन्नु पर्दो रहेछ भने त्यतिखेर अलिकति फिल भयो। समग्रमा भन्नुपर्दाखेरि हो पोलिटिकल इन्ट्रेस्ट पहिला नै हो, तर नीति निर्माण र कानुन निर्माणमा अझ बढी इन्ट्रेस्ट भएको हुनाले चाहिँ अझ प्रत्यक्ष रूपमा सांसदै बन्छु भनेर त्यसरी आएको। त्यसपछि तपाईँले अलिकति बढी नीति निर्माण तहमा काठमाडौँ महानगरपालिकामा काम गर्ने एउटा अनुभव लिने अवसर प्राप्त गर्नुभयो। हजुर हो। शिक्षा विभाग हजुर तपाईँको मातहत हो थियो होइन? हजुर, मातहत भन्दा पनि त्यहाँ बसेर काम गऱ्यौँ भनौँ। हजुर, काठमाडौँ महानगरपालिकाभित्र मलाई सम्झना भएसम्म 89वटा हजुर होइन सामुदायिक विद्यालयहरू छन्। हो। मैले धेरै विद्यालयहरूको भ्रमण पनि गरेको छु, केही विद्यालयमा कार्यक्रमहरू पनि गरेको छु। हजुर, त्यही हिसाबले भौतिक पूर्वाधारको हिसाबले धेरै सुधारहरू देखियो। एकदम प्रविधि मैत्री कति भयो, नीति निर्माण तहमा हजुर कतिको काम गर्न सकियो, कतिको काम गर्न पाइयो? दुईटा तरिकाबाट, एउटा स्थानीय तहको अन्तर्गतमा भएका जति पनि अधिकारहरू थियो त्यसलाई त फुल्ली युटिलाइज गरियो है। त्यसमा हामीले स्थानीय तहको स्थानीय पाठ्यक्रम बनाउनेसम्म मजाले काम गर्न पाइयो। अलिकति हामीले चाहिँ हाम्रो अधिकार क्षेत्रमा भएका जति पनि विषयवस्तुहरू पूर्वाधारमा लगानी गर्नेदेखि लिएर शिक्षकलाई गर्ने ट्रेनिङहरूदेखि लिएर नतिजा सुधारका जति पनि कार्यक्रमहरू थियो त्यसमा चाहिँ हामीले मजाले कार्यविधि नै बनाएर मापदण्ड नै बनाएर अधिकारले हामीलाई जति दिएको थियो त्यतिमा हामीले बसेर काम गऱ्यौँ। तर त्यसले रिजल्ट पनि देखियो हामीले होइन। तथ्याङ्कमा हेर्दा डेटा स्ट्याटिस्टिक्समा हेर्दाखेरि 3 वर्षमा काठमाडौँ महानगरपालिकाका विद्यालयहरू 89वटा नै विद्यालयहरूमा उल्लेखनीय सुधार भएको देखिन्छ। तर कति ठाउँमा चाहिँ स्थानीय तहसँग अधिकार नभएको हुनाले गर्न नसकेका ठाउँहरू पनि छन्। उदाहरणका लागि हामीले चाहिँ अलिकति करिकुलममा थोरै क्रिएटिभ हुन सकिन्छ कि भनेर सोचेको, तर करिकुलम स्थानीय तहबाट स्थानीय पाठ्यक्रमको बाहेक अरू करिकुलममा हामीले चलाउन पाएन। त्यसले गर्दाखेरि करिकुलममा चाहिँ हामी क्रिएटिभ हुन नपाएको हुनाले विभिन्न त्यही पनि हामी त्यसमा त छोडेनौँ, क्रिएटिभ हुन पाएन। जसरी बुक फ्री फ्राइडेहरू जस्तो कार्यक्रमबाट चाहिँ हामीले करिकुलममै नराखिकन पनि कतिवटा कार्यक्रमहरू त ल्यायौँ। तर त्यतिखेर अझ नीति निर्माणमा कानुन निर्माणमा अझ क्रिएटिभ भएर चाहिँ काम गर्न सकिन्छ भन्ने चाहिँ रियलाइजेसन चाहिँ भएको। त्यो चाहिँ माथि अब सदनमा प्रतिनिधि सभामा गइसकेपछि अझ बढी नीति निर्माण कानुन निर्माणमा ध्यान दिएर चाहिँ अझ दीर्घकालीन समस्याहरूको समाधान अझ खोज्न सकिन्छ। हजुर, झनै सहज हुन्छ भनौँ। अहिलेको तपाईँको पार्टीबाट 2चोटि शिक्षा मन्त्री हुनुभएका हजुर शिशिर खनाल, त्यसपछि सुमनाजीले पनि हजुर अब मैले सोध्न लागेको हजुर मुद्दा उठाउनु भएको थियो। हजुर मैले धेरै पहिला हजुर गिरिराज मणि पोखरेल शिक्षा मन्त्री हुँदा पनि बहसमा हजुर यो प्रश्न राखेको थिएँ। हजुर जति पनि सामुदायिक विद्यालयमा अथवा विश्वविद्यालयमा जति पनि शिक्षक शिक्षिकाहरू हुनुहुन्छ, हजुर उहाँहरू चाहिँ धेरै राजनीतिक दलको त झोला बोक्ने कार्यकर्ताहरू हुनुहुन्छ। हो। सबैभन्दा बढी मलाई महसुस हुने अनुभूत हुने भनेको ती शिक्षक शिक्षिकाले आफूले खाएको जागिर आफ्नो कर्तव्य पुरा गरिरहेका छैनन्। राजनीतिबाट शिक्षक शिक्षिकालाई मुक्त गर्न जबसम्म सकिन्न हजुर तबसम्म चाहिँ हामीले जति पनि भौतिक पूर्वाधार वा अन्य कुराहरूमा पाठ्यक्रम होस् अथवा नीति निर्माण तहका अन्य कुराहरूमा जति पनि सुधार गरे पनि गाह्रो देखिन्छ। एकदम तपाईँले काम गर्दाखेरि हजुर अनुभव कस्तो रह्यो? होइन, एकदमै महत्त्वपूर्ण प्रश्न उठाइदियो। धन्यवाद पनि दिन चाहन्छु, किनभने हामीले जति काम गऱ्यौँ त्यसमा बाधक एउटा हाम्रो अधिकार क्षेत्र त थियो, तर तपाईँले उठाउनु भएको कुरा पनि एकदम बाधक थियो। विभिन्न सङ्गठनहरू, शिक्षक सङ्गठनहरू भनौँ अझ शिक्षा ऐनले परिकल्पना गरेको एउटा ट्रेड युनियन बाहेक, किनभने ट्रेड युनियन भनेको संवैधानिक अधिकार हो, शिक्षक महासङ्घ,
त्यसमा कुनै पनि समस्या भएन। शिक्षकहरूको कलेक्टिभ बार्गेनिङको लागि एउटा ट्रेड युनियनलाई त हामीले सम्मान गर्नुपर्छ। तर त्योभन्दा बाहेकको हरेक पार्टीको जुन जुन सङ्गठन छ त्यसले त धेरै कामहरू गर्न अड्काउँछ। हामी स्कुलमा जाँदै गर्दाखेरि कुनै स्कुलमा अनुगमन गर्न गयौँ अथवा कुनै कार्यक्रम लिएर गयौँ भने सुरुमा त्यो स्कुलको त ब्याकग्राउन्ड स्टडी गरेर त्यो स्कुलको प्रिन्सिपल कुन पार्टीको, त्यो स्कुलमा चल्ने व्यवस्थापनमा कुन समिति छ, त्यो कुन पार्टीले नियुक्त गरेको, त्यो बुझेर जानुपर्ने हुन्थ्यो। कुनै कार्यक्रमहरू लग्दै गर्दा पोलिटिकली म्यानेज गर्नुपर्थ्यो त्यो कार्यक्रमलाई। भागभन्डा त्यस्तै किसिमको हुन्छ। त्यसले गर्दाखेरि अझ तपाईँले भनेको जसरी नै यो शिक्षक, प्रिन्सिपल, व्यवस्थापन समितिहरू राजनीतिक नभइरहेको भए अथवा भनौँ राजनीतिक सङ्गठनहरू, पार्टीगत राजनीतिक सङ्गठनहरू स्कुलमा नभइरहेको भए काम गर्नु योभन्दा धेरै सजिलो हुन्थ्यो र योभन्दा धेरै गुणा बढी रिजल्ट चाहिँ हामी देखाउन सक्थ्यौँ। यसलाई चाहिँ अब एउटा ट्रेड युनियन बाहेक जुन संवैधानिक अधिकार पनि हो, हाम्रो शिक्षा ऐन 2028ले परिकल्पना गरेको यो एउटा सङ्गठन हो महासङ्घ, त्यो बाहेक हरेक पार्टीगत जुन सङ्घ सङ्गठनहरू छन्, शिक्षक सङ्घहरू, त्यो सबैलाई प्रतिबन्ध लाउनुपर्छ ऐनमै। हामी आज यो देशको जुन अवस्थामा छौँ, आर्थिक समुन्नतिको कुरा गर्दाखेरि मलाई जहिले पनि अनुभूत हुने दुईवटा कुरा, शिक्षा र स्वास्थ्य। हाम्रो सबैभन्दा कमजोरी त्यही नै हो जस्तो लाग्छ। एकदमै शिक्षाको हिसाबले हाम्रो पाठ्यक्रम एकातिर छ, हजुर, होइन? हाम्रो पठन व्यावहारिक ज्ञान सिपको प्रविधिको कुरा अर्कोपट्टि छ। स्वास्थ्य क्षेत्रको पनि करिब करिब त्यही नै हालत हो। शिक्षा सँगसँगैको चेतनाबाट हामी माथि उठ्न नसकेको हो जस्तो लाग्छ। तपाईँलाई लाग्छ यही अवस्था रहिरहने हो भने अथवा परिवर्तन भएर आउने अवस्थामा पनि समयमा पनि यही पाठ्यक्रम, यही शिक्षक शिक्षिका, यिनै राजनीतिक दलका विभिन्न सङ्गठन, तिनी बोक्ने झोला, तिनी बोक्ने वैचारिकी, यसलाई परिवर्तन नगरिकन शिक्षा क्षेत्रमा जति प्रविधिको कुरा गरे पनि, होइन, जति तपाईँले पूर्वाधारमा जति काम गरे पनि, पाठ्यक्रममा जति काम गरे पनि परिवर्तन ल्याउन सम्भव छ? होइन, त्यो एउटा लेभलसम्म जे छ त्यसमा गर्न काम गर्न सकिएला। तर एकदमै परिवर्तन यसको मुहारै फेर्ने हो भने एउटा कुरा त आजकै दिन, होइन, मलाई अर्को कुरा पनि जोड्न मन लागेको, कति पार्टीहरूले सुधारिएको भनेर आउँदै गर्दाखेरि जबसम्म ती पार्टीहरूले पेसागत हिसाबको जुन सङ्घ सङ्गठन खारेज गर्दैनन्, होइन, शिक्षक सङ्घ एटलिस्ट हाम्रो शिक्षक सङ्घ त खारेज गर्न सक्नु पऱ्यो नि त, सुधारिएको भनेर आउँदै गर्दा। त्यो नभएसम्म कुनै पार्टीलाई म सुधारेको मान्नै सक्दिनँ। शिक्षक सङ्घहरू, पार्टीगत शिक्षक सङ्घहरू खारेज गर्ने बित्तिकै स्कुलमा धेरै सुधारहरू आउन सक्छन्, एउटा कुरा। अर्को करिकुलमको तपाईँले कुरा गरेको त्यो करिकुलमको कुरालाई पनि म जोड्न चाहेँ। हामीले काठमाडौँ महानगरपालिकामा कति नयाँ खालको करिकुलम ल्याउन चाहँदै हामीले ल्याउन पाएको छैनौँ। त्यसले गर्दाखेरि नयाँ शिक्षा ऐन बन्दै गर्दाखेरि चाहिँ करिकुलमको अधिकार चाहिँ सकेसम्म डिसेन्ट्रलाइज गर्नुपर्छ। किनभने तपाईँको हिमाली भेग र तराईको भेगमा चाहिने करिकुलम एउटै नहुनसक्छ नि त, त्यो त फरक हुन्छ। स्थानीय तहलाई शिक्षाको अधिकार दिनुको पछाडिको एउटा कारण त्यो पनि हुनसक्छ पाठ्यक्रमको। एकदमै त्यो त दिने, किनभने त्यसको ग्राउन्ड रियालिटी त फरक हुन्छ नि त, होइन। हिमालको एउटा भेगमा भइरहेका शिक्षाले त समस्याको समाधान खोज्ने हो नि त शिक्षा क्षेत्रबाट दीर्घकालीन रूपमा हामीले हेर्दाखेरि। कुनै हिमाली भेगमा भइरहेको समस्या र त्यसको समाधान र तराईको कुनै भेगमा भएको त्यसको समस्या र समाधान त फरक हुन्छ नि त। त्यसले गर्दाखेरि जुम्लामा जुन करिकुलम पढाइराखिया छ जनकपुरमा त्यो आवश्यक नहुनसक्छ अथवा फरक किसिमको चाहिन सक्छ। त्यसले गर्दाखेरि सर्टन सब्जेक्टहरू साइन्स म्याथ्सहरूलाई चाहिँ अलिकति सेन्ट्रलाइज गर्दा फरक पर्दैन। तर डिसेन्ट्रलाइज सोसल स्टडिज जस्तो सब्जेक्टहरू अथवा अरू सब्जेक्टहरूलाई चाहिँ सकेसम्म त्यसको करिकुलमलाई चाहिँ डिसेन्ट्रलाइज गर्दै लग्यो भने चाहिँ दीर्घकालीन रूपमा शिक्षाको करिकुलम क्षेत्रमा चाहिँ सुधार ल्याउन सकिन्छ। अर्को भनेको तपाईँले भने जसरी नै सङ्घ सङ्गठन पूर्ण रूपमा खारेज गर्नुपर्छ। यो दुइटा गर्ने बित्तिकै शिक्षामा चाहिँ सुधार ल्याउनको लागि धेरै सहज हुन्छ। भोलि आफ्टर निर्वाचन, हजुर, विजयको शुभकामना त म दिइहाल्छु, होइन? हजुर, विजय भएर गइसकेपछि हजुर, पार्टीभित्र केन्द्रीय कमिटीको सचिवालय सदस्य पनि बोलाउँछ क्या, हजुर, केमा काम गर्ने इच्छा छ? शिक्षा क्षेत्रमा एकदम प्रायोरिटीमा, किनभने महानगरमा पनि गरियो, रिजल्ट पनि देखाइयो, त्यो नै नेपालभरिको पालिकामा रेप्लिकेट गर्न मन छ। त्यसले गर्दा शिक्षालाई त केन्द्रमा राख्छु नै। तर त्योभन्दा बाहेक युवा रोजगारीका इस्युहरूलाई पनि एकदमै केन्द्रमा राख्न मन छ।
अलिकति लिगल लिट्रेसी होइन अलिकति नेपालमा लिगल लिट्रेसीको आवश्यकता छ त्यसलाई पनि केन्द्रमा राख्न मन छ तर विशेष गरी चाहिँ म युवा रोजगारी र शिक्षालाई राख्नेछु युवा रोजगारी पनि मेरो लागि एकदमै महत्त्वपूर्ण विषय हो नेपालबाट जुन विदेश एकदमै ब्रेन ड्रेनको समस्या छ त्यसको समाधान भनेको शिक्षा क्षेत्रमा सुधार ल्याउने रोजगारीमा नेपालमै रोजगारी सृजना गर्ने पनि र राम्रो गुड पेइङ जब पनि नेपालमा हामीले चाहिँ राख्न सक्नुपर्छ यो दुइटा भयो भने नेपालका युवाहरूलाई नेपालमै रिटेन गर्न सकिन्छ तपाईँले वैकल्पिक राजनीति भनिरहनु भएको छ होइन हजुर यो विकल्प भन्ने शब्दलाई मैले धेरै गोतलिएर हेरेँ कि सोचेँ हजुर धेरै समय भयो हजुर विकल्प भनेको चाहिँ भइरहेको कुनै चिज अथवा वातावरण होइन त्यसको अल्टरनेटिभ हो विकल्प भन्दा बित्तिकै त त्यसको प्रतिस्थापन होइन विकल्पले सबै चिजलाई लिड गरेर अगाडि लैजान सक्छ होइन यस्तो पहिला हामी वैकल्पिक दल भन्थ्यौँ वैकल्पिक दल भन्दाखेरि यो तपाईँले सोध्नुभएको प्रश्न सान्दर्भिक भयो तर अहिले चाहिँ वैकल्पिक दल भन्दा नि वैकल्पिक राजनीति भनौँ न जुन किसिमको मूलधारका राजनीतिक दलहरूले गर्नुभएको राजनीति थियो त्योभन्दा वैकल्पिक हिसाबले राजनीति गर्ने भन्न खोजेको अहिले फेरि त्यो तपाईँहरूले भनेको वैकल्पिक त अब मूलधारलाई ढलाएर लडाएर जितेर आइसकेपछि तपाईँहरू फेरि मूलधारकै हुनुभयो हो होइन अर्को आउँछ नि फेरि त्यसैले दललाई चाहिँ वैकल्पिक भएको होइन क्या जुन राजनीतिक अभ्यास थियो हामीले अलिकति भ्यालु बेस्ड पोलिटिक्स होइन पहिला चाहिँ पारदर्शी हुँदैन थियो अब हामी पारदर्शी गर्थ्यौँ पहिला जवाबदेहिता हुँदैन थियो अब हामी जवाबदेही हुन्छौँ पहिला उत्कृष्टताको आधारमा नियुक्ति हुँदैन थियो अब हामी मेरिटोक्रेसी उत्कृष्टतामा जान्छौँ पद्धति थिएन पद्धति ल्याउँछौँ त्यो हिसाबले हामीले भ्याल्युमा चाहिँ हामीले वैकल्पिक भनेको पार्टीको एजेन्डामा हामीले वैकल्पिक भनेको दल त अहिले त राष्ट्रिय स्वतन्त्र पार्टी वैकल्पिक होइन राजनीतिक उसको एपिसेन्टरमा अहिले राष्ट्रिय हेर्दाखेरि चाहिँ अलिकति उन्नत विचार राख्ने भन्नु पर्यो होइन उन्नत विचार भ्याल्युजमा वैकल्पिक भनौँ पार्टीको भ्याल्युमा पार्टीको एजेन्डामा वैकल्पिक हो तर दलको हिसाबले वैकल्पिक होइन दलको हिसाबले त अहिले राष्ट्रिय स्वतन्त्र पार्टी एपिसेन्टरमा भएको पार्टी हो तपाईँ वैचारिक हिसाबले एकदमै डेमोक्रेट मान्छे होइन त एकदमै हो पहिला विवेकशील साझा हजुर वैकल्पिक विचार धारणा भनेर पुग्नुभयो हजुर त्यसपछि तपाईँले बालेन्द्र शासन काम गर्नुभयो होइन उहाँको पनि आफ्नो एउटा वैचारिकी छ त्यसपछि फेरि तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट अहिले उम्मेदवार हुनुहुन्छ हामीले नीति निर्माणको कुरा गरिरहेछौँ विचारको कुरा गरिरहेछौँ समाजको नयाँ स्वरूप र प्रारूपको कुरा गरिरहेछौँ मैले राष्ट्रिय स्वतन्त्र पार्टीको नीति के हो र वैचारिकी के हो भन्ने आजसम्म बुझेको छैन हजुर तपाईँले के बुझ्नु भएको छ कुन नीति र वैचारिकीले तपाईँहरूले राजनीति गरिरहनु भएको छ उम्मेदवारी दिनुभएको छ अथवा देशको मुहार फेर्छौँ नयाँ स्वरूपको बनाउँछौँ भनेर भनिरहनु भएको छ व्यक्तिगत लेभलबाट भन्दै गर्दाखेरि चाहिँ जति पनि वैकल्पिक पार्टीहरू पालिन अथवा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी आए यसको एउटा भनेको त नेपालमा सुशासन र भ्रष्टाचार निवारण गर्ने त्यो एउटा साहित्य भइहाल्यो तर हामीले त्योभन्दा माथि एज अ म्याक्रो लेभलमा गएर सोच्दाखेरि अर्थतन्त्रहरूको कुरा गर्दाखेरि पार्टी अलिकति डेमोक्रेट साइडमै बढी लिन गर्ने चाहिँ देखिन्छ जस्तो अर्थतन्त्रलाई लिबरलाइज गर्दै जाने बाटोमा चाहिँ पार्टी स्पष्ट रूपमा भएको देखिन्छ विशेष गरी अगाडिदेखि हामीले सल्लाह गर्दै आएको कुरामा राज्यले 4वटा क्षेत्रमा शिक्षा स्वास्थ्य सार्वजनिक यातायात र सोसल सेक्युरिटी सामाजिक सुरक्षा यो 4वटा क्षेत्रमा अलिकति राज्यको प्रत्यक्ष भूमिका हुनुपर्छ होइन त्यो भन्नेमा प्राइभेट सेक्टरलाई आउन नदिने पनि होइन सामुदायिक विद्यालय सार्वजनिक विद्यालय चल्दै गर्दाखेरि प्राइभेट विद्यालयलाई पनि आउनु दिने हो होइन सार्वजनिक अस्पतालले गर्दा प्राइभेट अस्पताललाई पनि आउन कम्पिट गर्न दिने हो यातायात पनि त्यही हो सामाजिक सुरक्षा पनि त्यही हो तर यो 4वटा क्षेत्रमा चाहिँ राज्य प्रत्यक्ष राज्यले नै आफ्नै विद्यालय सञ्चालन गर्नु पर्यो अस्पताल सञ्चालन गर्नु पर्यो यातायात सञ्चालन गर्नु पर्यो सामाजिक सुरक्षा सञ्चालन गर्नु पर्यो प्राइभेटलाई छोड्दैन प्राइभेटलाई पनि सँगै लिएर र योभन्दा बाहेक चाहिँ हामीले कोअर्डिनेटेड मार्केट इकोनोमीको तर्फबाट प्राइभेट सेक्टरलाई नै सञ्चालन गर्न दिने अर्थतन्त्र तर त्यसमा कोअर्डिनेसन राज्य र प्राइभेट सेक्टरको कोअर्डिनेसन चाहिँ हुनु पर्यो भनेर अलिकति हामी उदार अर्थतन्त्रमै हामी जान्छौँ राष्ट्रिय स्वतन्त्र पार्टी उदार अर्थतन्त्र लिबरलाइज हामी अलिकति सेन्ट्रिस्ट नै हो पार्टी होइन हामी कन्जर्भेटिभ धेरै कन्जर्भेटिभ हुँदैनौँ एकदमै वामपन्थी पनि हुँदैन सेन्ट्रिस्ट धेरै हुन्छ तर अहिलेको सेन्ट्रिस्ट भनेको पनि अलिकति अर्थतन्त्रलाई त लिबरलाइज गर्दै जानुपर्छ भन्ने कुरामा त पर्यटन र परियोजना हजुर प्रविधि त युवा पुस्ताहरू आउँदा सँगसँगै आइ नै हाल्छ त्यो प्रविधि मैत्री भएर नगइसकेपछि
हामी कुनै पनि हिसाबले अघि बढ्न सक्दैनौँ। यी 3टा कुरालाई हजुर तपाईँले चुनावी एजेन्डा मुद्दा पनि बनाउनु भएको छ, तिनटैलाई होइन? छ होइन? तिनटै कुरा छन् जस्तो मलाई लाग्छ। हजुर राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडेर भन्नुपर्दाखेरि हजुर। अहिले सबै निर्वाचन क्षेत्रमा उठेका प्रत्यक्ष उठेका उम्मेदवार सँगसँगै समानुपातिक उम्मेदवारहरू विभिन्न धर्म, जात, वर्ग, पेसा, शिक्षा, होइन, हजुर स्थानका व्यक्तिहरू हुनुहुन्छ। विभिन्न आरोप प्रत्यारोपमा पर्नुभएका संदिग्ध व्यक्तिहरू पनि हुनुहुन्छ, होइन? नयाँ पार्टी भनेर पुरानै दलका नेताहरूलाई पनि विभिन्न ठाउँमा प्रत्यक्ष उम्मेदवारी बनाएको हामीले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पाएका छौँ। तपाईँले चुनाव लडिरहँदाखेरि जनताको घर दैलोमा पुगिरहँदाखेरि तपाईँ त सानो उमेरको व्यक्ति हुनुहुन्छ, होइन? तपाईँको उमेरको व्यक्तिहरू अहिले अब करोडको हाराहारीमा संसारका विभिन्न मुलुकहरूमा पढिरहेका होलान्, उद्यम गरिरहेका होलान्। तपाईँले यहाँ जस्तो वातावरण सिर्जना गर्छु भनेर सोच बनाइरहनु भएको छ। उनीहरूले त्यहाँ त्यो करियरमा, होइन, आफ्नो कामहरू गरिरहेका छन्। के भन्छन् जनताले? लहर त हो चुनाव त, मैले यसरी हेर्छु। 52 साल एउटाको लहर थियो, 62-63 पछि अर्को लहर आयो, 72मा केपी शर्मा ओलीको लहर थियो, होइन? 82मा अहिले घन्टीको लहर आइरहेछ। चुनाव लहर हो, होइन? त्यो लहरमा भोट हाल्ने जित्ने आफ्नो ठाउँमा छ। तपाईँले वास्तविक एजेन्डाहरू जनताको माझमा बोकेर जाँदाखेरि ती जनताले आजसम्म 30औं वर्षसम्म भनौँ न 50को परिवर्तनपछि राजनीतिक दलबाट पाएका आश्वासन, परिवर्तन नभएको आफ्नो घर, टोल, समाज, होइन, नपाएका सेवा सुविधाका कुराहरू, ती पीडाहरू के छन्, कस्तो छन्, कस्तो पाउनु भएको छ तपाईँले? हामीले मतदाताहरूसँग भेट्दै जाँदाखेरि एकदमै उहाँहरूको अपेक्षा, एक्सपेक्टेसन एकदमै सानो सानो पाएको छौँ हामीले। पहिलो अपेक्षा उहाँहरूले गर्नुभएको भनेको मतदाताहरूसँग जनप्रतिनिधिहरूले बेला बेलामा चाहिँ अलिकति अन्तर्क्रिया गर्दै हुन्थ्यो, हाम्रो समस्याहरू सुन्दै हुन्थ्यो भनेर एउटा सानो, एकदमै सानो उहाँहरूको गुनासो, होइन? जितेपछि कोही पनि फर्केर आउनु हुँदैन भन्ने एउटा। अर्को उहाँहरूले भौतिक रूपमा एउटा समाजमा बस्दै गर्दाखेरि उहाँहरूले चाहनुभएको कुरा एकदम सानो सानो कुराहरू छ, होइन? खानेपानी कहिलेकाहीँ आउँदैन, खानेपानी आइदियोस् तारामा, होइन? अथवा हाम्रो छोराछोरी नाति नातिनालाई नेपालमा बसेर काम गर्ने एउटा वातावरण बनाइदिनुहोस्, होइन? हाम्रो देशमै बस्न पाउनु पऱ्यो, यताको संस्कृतिमै बसेर काम गर्न पाउनु पऱ्यो, होइन? तर अलिकति सुविधा होस्, त्योभन्दा बाहेक केही भन्नुभएको छैन। नेपाललाई सिङ्गापुर बनाउन आवश्यक छैन, नेपाललाई स्विजरल्यान्ड बनाउनु पनि आवश्यक छैन। नेपाल एकाले छ, होइन? हाम्रो जुन ओरिजिनल डिएनए हो त्यो डिएनए नै ठिक छ। हाम्रो नजिकै हाडी गाउँ, टोखा जस्ता ठाउँहरू छन्, होइन? ठुल्ठुलो बिल्डिङ बनाउने होइन, यताको मौलिकता झल्किने सहरै बनाउने, एउटा राम्रो पहाड हिमालबाट नदी सफा होस्, अलिकति विकास, अलि हिँड्ने ठाउँ होस्, होइन? शिक्षा राम्रो होस्, स्वास्थ्य राम्रो होस्, सरसफाइ होस्। त्योभन्दा बाहेक यताको नागरिकले केही त्यस्तो ठुल्ठुलो कुरा केही पनि खोज्नु भएको छैन। नेपाललाई नेपाल सुहाउँदो, नेपालको माटो सुहाउँदो, यताकै डिएनए सहितको अलिकति राम्रो, अलिकति सुविधायुक्त, अलिकति नेपालमा बस्न वातावरण भएको देश मात्र यताको मतदाताले खोज्नु भएको छ। र बेला बेलामा जनप्रतिनिधिसँग बसेर कुरा गर्न पाए हुन्थ्यो भन्ने कुरा मात्र गर्नुभएको छ। त्यसमा पनि तपाईँले जोड्नु भएको त्यो प्रविधि पर्यटन परियोजनाको बारेमा पनि हामीले अलिकति पर्यटन र परियोजनालाई चाहिँ अलिकति तपाईँले जस्तो प्रविधि त अहिले सबै ठाउँमा आइहाल्छ। प्रविधि र परियोजनालाई कुरा गर्दै गर्दाखेरि र यो पार्टलाई पनि हामीले गर्दै गर्दाखेरि हामीले हाम्रो घोषणापत्रमा चाहिँ प्रतिबद्धता पत्रमा नोम्याड भिजाको बारेमा पनि हामीले कुरा चाहिँ गरिरहेका थियौँ, होइन? त्यो भनेको नेपालको लागि एउटा एकदमै सफलतातिर जान सक्ने एउटा एकदमै महत्त्वपूर्ण एउटा मन्त्र पनि हो त्यो। किनभने अहिले हामीले नेपालमा पर्यटनको जति कुरा गरे पनि हामी कुरामा मात्र सीमित भइरहेको छ। नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्छ भनेर त वर्षौँ दशकौँदेखि भन्दै आएको हो नि त। हामीले सानो हुँदादेखि पढ्दै आएको कुरा हो। लगानी पनि भएको छ, तर त्यसको प्रतिफल के छ त? स्पेसिफिक चाहियो। कसरी पर्यटनमा कुन ठाउँमा कसरी लगानी गर्ने, त्यहाँबाट कसरी पर्यटक भित्राउने, त्यसले नेपालको अर्थतन्त्रलाई कसरी फाइदा हुन्छ, त्यहाँ एउटा रोजगारी कसरी सृजना हुन्छ, त्यो कुरामा हामी जानुपर्छ। त्यो अहिलेसम्म स्पेसिफिक एजेन्डामा हामीले कुरा गर्न पाएको छैनौँ। त्यसैले मैले ठ्याक्क नोम्याड भिजा भनेको पर्यटन क्षेत्रको स्पेसिफिक एजेन्डा मैले चाहिँ अगाडि ल्याएको छु। नोम्याड भिजा भन्नाले अहिले विश्वव्यापी रूपमा चाहिँ जति पनि रिमोट वर्करहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ कुनै देशमा बस्न सक्ने एउटा सेफ इन्भाइरोमेन्ट बनाइदिने हो।
लाखौँको सङ्ख्यामा करोडौँको सङ्ख्यामा रिमोट वर्करहरू हुनुहुन्छ। उहाँहरू ट्राभल गरी काम गर्नुहुन्छ। कहिले थाइल्यान्ड जानुहुन्छ, कहिले भियतनाम जानुहुन्छ, कहिले पोर्चुगल जानुहुन्छ, कहिले साइप्रस जानुहुन्छ होइन। त्यसमा चाहिँ उहाँहरूले टुरिस्ट भिजामा बसेर काम गर्दाखेरि उहाँले 2-3 महिनामा देश छोड्दै आउँदै गर्ने खालको अथवा अरू लिगल इस्युहरू हुनको साटो मजाले उहाँहरूको मिनिमम इन्कम सर्टन हामीले तोक्नु पऱ्यो होइन। त्यो तोकेर उहाँहरूले सर्टेन दिन अथवा हप्तापछि चाहिँ राजस्व तिर्नु पऱ्यो। त्यो बसेपछि नेपालमा कुनै समस्या बिनामा बस्न पाउनु भयो भने हामीले कस्तो खालको पर्यटकलाई नेपालमा ल्याउन सक्छौँ भने जसले चाहिँ एकदमै धेरै पैसा कमाउनु भएको छ। उहाँले नेपालमा उहाँलाई ल्याउन सक्यो भने त उहाँले 100% इन्कम उहाँले नेपाल ल्याउन सक्नुहुन्छ। एकदम लामो समयमा बस्न सक्नुहुन्छ। थाइल्यान्डमा 1 वर्ष भयो नोम्याड भिजा ल्याएको। 1 वर्षमा 35,000 जनाले अप्लाई गरेर 35,000 जना चाहिँ फुल टाइम वर्कर जसले चाहिँ थाइल्यान्डमा 100% आफ्नो इन्कम ल्याइराख्नु भएको छ। त्यस्तो वर्करहरू हुनुहुन्छ। नेपालमा चाहिँ ल्याएर साउथ एसियाको पहिलो देश बनाउने भने हामीले सोचेका थियौँ। तर श्रीलङ्काले 4-5 दिन अगाडि ल्याए। त्यही पनि नेपालमा हामी अझै पनि ल्याउन सक्छौँ। यो चाहिँ नेपालमा रोजगारी सृजना गर्ने, नेपालमा त्यही अलिकति पुँजी भित्राउने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हुनसक्छ। तपाईँको चुनावी एजेन्डामा आइहाल्यौँ। हजुर हजुर तपाईँको सोसल साइटबाट हजुर म अलिकति कुरा गरौँ। एकदम म फरक राजनीति गर्छु हो, म राजनीति गर्छु तर फरक तरिकाले भन्ने तपाईँको एउटा प्रतिबद्धता छ। अघि हामीले शिक्षाको कुरा, हजुर डिजिटल साक्षरता र रूपान्तरणको कुरा त गरि नै हाल्यौँ। शिक्षा र प्रविधिको कुरा भयो। तपाईँको अर्को मुद्दा हजुर डिजिटल सुशासन र जवाफदेहिता भन्ने छ। एकदमै महत्त्वपूर्ण। हजुर हजुर तपाईँहरूको अस्तिको करार नागरिक करार पत्र पनि आयो मेरो अघि। त्यसमा पनि छ। नागरिक करार पत्रमा पनि हजुर यो डिजिटल उसको कुरा छ। हजुर यो के हो? डिजिटल सुशासन कसरी हुन्छ, जवाफदेहिता कसरी हुन्छ? हजुर मैले जोडिहालेँ। हजुर डिजिटल सुशासनको यो प्रसङ्ग आउँदाखेरि हजुर दिल्ली आन्दोलन जुन भयो त्यसको पृष्ठभूमिमा त्यति बेलाको सरकारले जुन प्रकारको हरकत गर्यो होइन, त्यसपछि यो आन्दोलन भएर आज हामी चुनावको यो सम्मुखमा छौँ। कसरी व्यवस्थापन गर्न सकिन्छ डिजिटल सुशासनलाई? अनि एकदमै तपाईँले भनेको कुरा एकदमै महत्त्वपूर्ण। एउटा उदाहरणबाट सुरु गरौँ होइन। आजभन्दा 15 वर्ष अगाडि बिजुलीको पैसा तिर्न लाइन बसेर पैसा तिर्नु पर्थ्यो होइन। पानीको पैसा तिर्न लाइन बसेर तिर्नु पर्थ्यो होइन। त्यहाँ बस चढेर गयो, लाइन बस्यो, तिर्नको लागि कति घन्टा लाग्छ, लामो लाइन हुन्थ्यो। त्यसले गर्दा कति असहज थियो नि त हामीलाई। तर अहिले त डिजिटल वालेटले, मोबाइल ब्याङ्किङले गर्दाखेरि त 2 मिनटमा तिर्न सकिन्छ नि त। सानो प्रविधिले गर्दाखेरि कति सहजीकरण भएको छ। एउटा सहजीकरण, सेवाग्राहीहरूलाई सहजीकरण भयो। त्यसले गर्दा करप्सन पनि रोकिएको छ है। डिजिटलाइज वेमा चाहिँ पेमेन्ट भइसकेपछि त कति पैसा आयो 100% त्यसको रेकर्ड हुन्छ। त्यो भइसकेपछि त्यहाँ करप्सन हुने पनि कुनै पनि चान्स भएन। यस्तै यो सानो मैले उदाहरण मात्र दिएँ। यो नेपालको हरेक सरकारी निकायमा गर्नु त ठुलो कुरा होइन, भएको देखिएकै छ। यातायात कार्यालयमा जाँदै गर्दाखेरि लाइन नबसिकन लाइसेन्स रिन्यू गराउनु त ठुलो कुरा होइन। कम्पनी रेजिस्टर कार्यालयमा कुनै कम्पनी दर्ता गर्न त अनलाइनबाटै गऱ्यो भने त कति एजेन्टहरूले नसमातिकन कम्पनी दर्ता हुँदैन आज होइन। त्यसलाई अनलाइन गरिदियो भने त्यतै भ्रष्टाचार रोकिन्छ। काम अलिकति सहजीकरण पनि हुन्छ। ट्याक्स तिर्नको लागि पनि म ट्याक्स तिर्न जान्छु भन्दा पनि कोही एजेन्ट समात्नुपर्छ, घुस खुवाएर ट्याक्स तिर्नुपर्छ होइन। त्यो पनि घरमा बसी अनलाइन ट्याक्स तिर्न सकिन्छ। त्यसले गर्दा त्यहाँ पनि करप्सन पनि रोक्यो, सहजीकरण पनि भयो। नेपालको जति पनि निकायहरू छ सबै निकायमा हामीले डिजिटलाइजेसनलाई अगाडि बढायौँ भने करप्सन पनि रोकिन्छ, किनभने सबै कुरा ट्रान्सपरेन्ट हुन्छ। त्यसपछि त्यसले जवाफदेहितालाई पनि बढाउँछ, सेवाग्राहीलाई पनि सजिलो हुन्छ। एकदमै सिम्पल तरिकामा यो बुझाउँदाखेरि तपाईँले यो कुरा भनिरहँदाखेरि हजुर आउला त्यो डेफिनेटली हजुर होइन। भोलि परिवर्तन त अवश्यम्भावी छ नै। हजुर त्यो परिवर्तन हुनैपर्छ र छ पनि, त्यो शाश्वत पनि हो। हजुर तर हामीले तपाईँले भनेका जति पनि क्षेत्रहरू छन्, हजुर सरकारी निकायमा भएका कर्मचारी अथवा ब्याङ्किङ सेक्टरमा भएका व्यक्तिहरू, हजुर एकदम पुरानो शिक्षा, पुरानो पद्धति हजुर होइन, प्रविधि मैत्री व्यक्तिहरू धेरै हुनुहुन्न होइन। 80-90% यो अहिलेको पछिल्लो प्रविधिभन्दा निकै टाढाका व्यक्तिहरू हुनुहुन्छ। काम गर्न त तत्कालै हिसाबले हेर्ने भने त एकदमै गाह्रो छ नि, व्यवहारगत हिसाबले हेर्दाखेरि।
त्यसलाई चाहिँ कसरी गर्न सकिन्छ? अनि एउटा डिजिटल लिट्रेसी एकदमै महत्त्वपूर्ण छ होइन, सबैलाई डिजिटलाइज वेमा, किनभने डिजिटल्ली तपाईँले एकदमै महत्त्वपूर्ण कुरा उठाउनु भएको, डिजिटली उठाउँदै गर्दाखेरि कतिलाई असहज हुने ठाउँ त आफ्नो ठाउँमा छँदैछ, साइबर सेक्युरिटीको कुराहरू पनि आउँछ होइन। त्यो पूर्वाधारलाई त हामीले सुरुमा राम्रो पूर्वाधार निर्माण गरिसकेपछि डिजिटलाइजेसनतर्फ लाग्ने हो। जो चलाउन सक्नुहुन्न उहाँलाई चाहिँ अर्को वैकल्पिक बाटो पनि हामीले तयार चाहिँ गरिदिनुपर्छ होइन। डिजिटल्ली नै अगाडि जान पनि कोही अलिकति उहाँले डिजिटली कम्फर्टेबल हुन्न भने कुनै सरकारी निकायमा जाँदाखेरि काम डिजिटली नै गर्ने, तर सहजीकरण गर्नको लागि अरू कसैलाई छुट्याइदिन सकिन्छ। विभिन्न यसको समस्याहरू हामीले कुनै पनि नयाँ योजना ल्याउँदाखेरि त्यसले धेरै समस्याहरू ल्याउँछ, तर कतिलाई नै समाधान गर्दै डिजिटल्ली भन्छौँ होइन, काम पनि गर्छौँ। हजुर त्यो फारम भऱ्यो, सबै गऱ्यौँ होइन। हाम्रो काम 100% त हुनुपर्ने हो नि त। हजुर हजुर त्यहाँ कर्मचारीले निमले के भन्छ भने त्यसलाई प्रिन्ट गरेर हजुर साइन गरेर फेरि लिएर आएर बुझा हुन्छ, फेरि हामीलाई नै वस्तु भन्ने अवस्था छ कि। त्यसलाई त सुधार गर्ने हो। महानगरमा उदाहरणको लागि हामीले अहिले एकल सेवा केन्द्र भनेर हामीले सुरु गऱ्यौँ। तपाईँले भनेको सुरुमा त एकल सेवा केन्द्र हामीले सुरु गर्दा अहिले सबै कुरा टिप्पणी उठाउने सुरुमा कसैले त्यहाँ निवेदन ल्याएर दिन्छ, निवेदन दर्ता हुन्छ, त्यो निवेदनमा टिप्पणी लिनु पऱ्यो, निर्णय गर्नु पऱ्यो। अहिले मानवमा सबै कुरा अनलाइन भएको छ, टिप्पणी उठाउनेदेखि लिएर सदर गर्नेदेखि लिएर त्यो अरू कुनै विभागमा पठाउनेदेखि लिएर सबै अनलाइन हुन्छ। तपाईँले भनेको छ नि सुरुमा त्यो ल्याउँदै गर्दाखेरि त्यो सबै अनलाइन भए पनि अलिकति प्रिन्ट गरेर साइन गरेर गर्नुपर्ने अवस्था थियो, अहिले छैन। बिस्तारै बिस्तारै त्यो प्र्याक्टिसमा जाँदै गर्दाखेरि त्यसलाई इम्प्रुभ हुँदै लग्यो। सुरु गर्नु पऱ्यो, आएको समस्याहरू कति अनसिन समस्याहरू आउँछ, त्यो समस्यालाई समाधान गर्दै लानु पऱ्यो। त अलिकति हामी अगाडि दीर्घकालीन रूपमा चाहिँ यो समस्याहरू त बिस्तारै आफै समाधान हुँदै जान्छन्। महानगरमा नै मैले हेर्दाखेरि त्यो अहिले त धेरै डिजिटल्ली उठ्न थालिसकेको छ, त्यसले गर्दा केही न करप्सन चाहिँ रोकिन्छ। डिजिटल सुशासन तपाईँहरूको अस्तिको नागरिक करार पत्रमा पनि 46 साल यताका सबै भ्रष्टाचारीहरूको फाइल खोल्ने, हजुर फाइल खोलेर चाहिँ त्यसलाई आयोग बनाएर हो कारबाहीको दायरामा ल्याउने भन्ने प्रतिबद्धता छ। हजुर ल्याप्चे पनि छ, सबै छ होइन। हजुर भ्रष्टाचार भन्ने शब्दसँग हजुर हाम्रो केही आर्थिक हिनामिना र लेनदेनको कुराहरू मात्रै जोडिन्छ। वास्तवमा यो भ्रष्ट र आचार, हजुर बानी व्यवहार हो, स्वभावसँग जोडिएर अर्थतन्त्रसँग आर्थिक लेनदेनसँग जोडिएको मुद्दा हो जस्तो मलाई लाग्छ। मैले सरस्वती बुझ्दाखेरि हस्त सम्भव छ यो कागजमा भन्नु होइन। अब व्यवहार त हामीले हेऱ्यौँ भने हाम्रो देशमा भएका विभिन्न राजनीतिक दल, ती दलभित्र भएका भ्रष्टाचार, सरकार भित्र भएका भ्रष्टाचारका मुद्दाहरू आउँछन् होइन। फलानुलाई यो करार गरिन्छ, फलानुलाई यो करार गरिन्छ, त्यो गरिन्छ, आयोग बन्छ होइन। आयोगले एक खालको एउटा निर्क्युल निकाल्छ, फेरि त्यसलाई कारबाही हुँदैन होइन। अर्कोको सरकार आउँछ, अर्को भट्टराईलाई जोगाउँछ, अर्कोको सरकार आउँछ, अर्को भट्टराईलाई बाहिर ल्याउँछ। यो त एउटा रमाइलो म्युजिकल चेयर जस्तो खेल जस्तो भइरहेछ नि त होइन। यो पृष्ठभूमिमा हामी भ्रष्टाचारको दलदलभित्र हजुर परेर आजको यो अवस्थामा पुगेका हौँ, त्यो सबैलाई थाहा छ। तपाईँहरूले यो नागरिक करार पत्रमा भने जस्तो सम्भव छ, सकिन्छ? म चाहिँ होइन विद्यार्थी पनि यो क्षेत्रको, किनभने मैले मास्टर्स अध्ययन चाहिँ मैले पब्लिक पोलिसी, गभर्नेन्स र एन्टी करप्सन भन्ने विषयमा गरेको। ETUमा चाहिँ अहिले त्यो सब्जेक्टमा मास्टर्स हुन्छ, मैले त्यही मास्टर्स त्यसमै अध्ययन गरेँ। त्यो गर्दाखेरि भ्रष्टाचार निवारणमा अलिकति एकाडेमिक साइडबाट पनि हामीले धेरै स्टडीहरू पनि गऱ्यौँ, रिसर्चहरू पनि गऱ्यौँ। यसलाई दुई तरिकाबाट अगाडि बढाउन धेरै सजिलो छ, यो धेरै टाउको दुखाएको विषय छैन। सर्ट टर्म र लङ टर्ममा दुईवटा तरिकाबाट लानुपर्छ। सर्ट टर्ममा पार्टीको बहुमत आएर आउँदै गर्दाखेरि त्यहाँ नीति निर्माण, कानुन निर्माण गरेर त्यो सबैजनाको त्यसलाई चाहिँ दायरामा ल्याउन सकिन्छ। यो एकदम सर्ट टर्मको समस्या है। एउटा कुनै कानुन बनाइन्छ, सबैजनालाई चाहिँ 46 सालपछिको सम्पत्ति छानबिनको दायरामा सबैजनालाई ल्याइन्छ। तर दीर्घकालीन रूपमा चाहिँ अरू जुन पनि हाम्रो निकायहरू छन्, अदालतहरू छन् अथवा संवैधानिक अख्तियार लगायतका निकायहरू छन्, यसमा चाहिँ पुनर्संरचना चाहिँ त्यो लङ टर्मको समस्याहरू भयो। जस्तै नेपालमा अदालतमा न्यायाधीशलाई न्याय परिषदले नियुक्ति गर्छ, तर हामीले न्याय परिषदमा हेरौँ भने 5वटा सदस्यमध्ये 3जना सदस्यहरू राजनीतिक व्यक्तिहरू हुनुहुन्छ होइन। प्रधानमन्त्रीले सिफारिस गरेको कानुनविद भनेको राजनीतिक व्यक्ति भयो, कानुन मन्त्री भनेको राजनीतिक व्यक्ति भयो, अनि बारको प्रतिनिधि भनेको राजनीतिक व्यक्तिबाटै निर्वाचित भएको व्यक्ति आउँछ।
अरू बाँकी 2 जना प्रधान न्यायाधीश र न्यायाधीश होइन, 3 जना त राजनीतिक व्यक्ति छन्। राजनीतिक व्यक्तिहरूको बहुमत भएको परिषदबाट नियुक्ति भएको न्यायाधीश त होइन, उसले होला अदालत जे जस्तो भयो नि न्युट्रल भएरै धेरै डिसिजन गर्छ, तर इन्फ्लुएन्स त पोलिटिकली नियुक्ति भएर आइसकेको कुनै न कुनै खालको पोलिटिकल बायसनेस त न्यायाधीशमा हुनसक्छ। त्यसले गर्दा यसको दीर्घकालीन रूपमा अदालतको संरचना सुधार गर्न न्याय परिषद सुधार गर्नु पर्यो। त्यसरी नै अख्तियारका आयुक्तहरू अख्तियारलाई पनि सिफारिस गर्ने भनेको संवैधानिक परिषदले हो। संवैधानिक परिषदको पनि त्यस्तै छ, सबैजना पोलिटिकल व्यक्तिहरू हुनुहुन्छ परिषदमा, त्यहाँबाट आयुक्त सिफारिस हुन्छ। त्यो संवैधानिक परिषदलाई पनि कुनै हिसाबमा न्युट्रल बनाउनुपर्छ अथवा यस्तो इन्डिपेन्डेन्ट बडीहरूको नियुक्ति गर्ने प्रोसेसलाई नै हामीले चेन्ज गर्नुपर्छ, संवैधानिक परिषदबाट आउनु हुँदैन। यो बडीहरूलाई न्युट्रल बनाउँदै जाँदाखेरि चाहिँ अगाडि तपाईँले जुन उदाहरण दिनुभयो समितिहरू बन्ने, त्यता रिजल्ट नहुने, त्यो कुरालाई चाहिँ कानुनी रूपमा व्यक्तिगत रूपमा नै संशोधन गर्दै चाहिँ यसलाई निष्पक्ष इन्डिपेन्डेन्ट बनाउँदै गयो भने अलिकति लङ टर्ममा चाहिँ हामीले यसबाट रिजल्ट देख्न सक्छौँ। तर लङ टर्मको लागि त हामीले सोचेर 10 वर्षपछि कारवाही हुन्छ भनेर भएन। त्यसको लागि अर्को प्यारलली चाहिँ 46 सालपछिको सम्पत्ति छानबिन गर्नको लागि अर्को प्यारलल बढी बनाउनुपर्छ र त्यसमा चाहिँ फास्ट ट्र्याकमा काम हुन्छ। त्यो एकदम सिम्पल लिगल र एउटा नीतिगत तहरबाट जान सकिन्छ। त्योमा इच्छा शक्ति हुनुपर्छ। इच्छा शक्ति हुँदै गर्दाखेरि भ्रष्टाचारको पालहरू पल्टाउनु धेरै गाह्रो छैन। तपाईँको अर्को मुद्दामा जाउँ। हजुर। तपाईँको अर्को मुद्दा खेलकुद, युवा र महिला सशक्तिकरण। हजुर। खेलकुदभित्र नेपाली खेल क्षेत्रको खेलाडीहरूको सम्भावना के देख्नु भएको छ? यस्तो छ, नेपालको खेलकुद क्षेत्र हेरौँ, 2-3वटा स्पोर्ट्सहरू, नेपालको सबै स्पोर्ट्स हेरौँ, नेपालको खेलकुद क्षेत्रमा जुनसुकै खेलकुद हेरे पनि नेपालको खेलाडीहरू कोही धेरै जस्तो पुलिस र आर्मीबाट आएको देखिन्छ होइन, प्रहरी र आर्मीबाट धेरै हुनुहुन्छ। किन हुनुहुन्छ त भन्दाखेरि प्रहरीमा पनि आर्मीमा पनि ट्रेनिङ राम्रो छ, डायट राम्रो हुन्छ। त्यसले गर्दाखेरि उहाँलाई खेल्न सजिलो हुन्छ, अरू इन्कम पनि हुन्छ अर्को कुरा। त्यसले गर्दाखेरि उहाँ निर्धक्क भएर खेल्न पनि सक्नुभयो, ट्रेनिङ पनि राम्रो पाउनुभयो, डायट पनि राम्रो पाउनुभयो। तर त्यसको समस्या के छ भने 18 वर्ष भएपछि बल्ल प्रहरी अथवा आर्मी जोइन गर्न मिल्यो है। त्यसले गर्दा उहाँको ट्रेनिङ, डायट, इन्कम सबै ढिलो सुरु भयो। त्यो हुँदै त 18 वर्षपछि जोइन गरेर त ट्रेनिङ गरिसकेपछि नेपालको धेरै यस्तो स्पोर्ट्स इन्डस्ट्रीमा पुलिस र आर्मीको हुनुहुन्छ भने होइन, अलिकति सानो उमेरबाटै जुन खालको डायट र ट्रेनिङ पुलिस आर्मीबाट पाइन्छ त्यसरी हामीले लगानी गऱ्यौँ भने त खेलाडीहरूको त स्तर त धेरै इम्प्रुभ गर्न सकिन्छ भनेर हामीले काठमाडौँ महानगरपालिकामा पनि एउटा रचनात्मक विद्यालय भन्ने एउटा कार्यक्रम ल्याएका थियौँ। त्यसमा चाहिँ क्लास 4बाट अझ तलबाट पनि गर्न सकिन्छ। हामीले सुरुवाती मात्र गरेको हुनाले क्लास 4बाट चाहिँ हामीले सुरुमा स्क्रिनिङ र ट्रेनिङ हामीले सुरु गऱ्यौँ। त्यसमा चाहिँ 16वटा नेपालको खेलकुद क्षेत्रलाई हामीले सर्टेस्ट गऱ्यौँ महानगरमा काम गर्न सकिने, र त्यसको चाहिँ त्यो खेलकुदको चाहिँ एकदम सिनियर कोचहरूको नेतृत्वमा हामीले एउटा समिति बनायौँ र उहाँहरूलाई चाहिँ विभिन्न स्कुलमा सुरुमा चाहिँ विद्यार्थीहरूलाई गएर इन्ट्रेस्टेड विद्यार्थीहरूलाई स्क्रिनिङ गर्ने, अलिकति सामान्य उहाँको खेलेको स्टाइलहरू हेरेर क्रिकेट ब्याटिङ गरे, बलिङ गरे अथवा फुटबललाई चाहिँ किक गरेको स्टाइल सामान्य हेरेर कसलाई ट्रेनिङ गर्न सकिन्छ सुरुमा स्क्रिनिङ गर्ने र एउटा पोर्टफोलियो बनाउने, त्यसपछि उहाँलाई ट्रेनिङ सुरु गर्ने भनेर हामीले काठमाडौँ महानगरपालिकामा पनि त्यो सुरु गऱ्यौँ। र फुटबलको लागि त करिब काठमाडौँ महानगरपालिकाको स्कुलहरूबाट मात्र पहिलो स्क्रिनिङबाट 1500 जना जति चाहिँ सेलेक्ट हुनुभएको थियो। हामीलाई त्यो त 1500 जनाबाट 2 जना चाहिने भने चाहिँ एकदमै राम्रो प्लेयर होइन। त्यति सानो उमेरबाट हामीले ट्रेनिङ पनि सुरु गऱ्यौँ होइन, स्क्रिनिङ गऱ्यौँ, डायट दियौँ, ट्रेनिङ गऱ्यौँ भने 1500बाट 2 जना निकाल्न त गाह्रो हुँदैन। त्यसले गर्दा स्पोर्ट्स क्षेत्रमा चाहिँ खेलकुद क्षेत्रमा अलिकति ग्रास रुटमा हामीले लगानी गर्नुपर्छ, सानै उमेरबाट ट्रेनिङ हुनुपर्छ, सानै उमेरबाट लगानी हुनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ ग्रासरुट भनेको युथहरूसँग जोडिने भनेको विद्यालय हो। हामीले विद्यालयसम्म स्पोर्ट्सलाई जोडिदियौँ भने अलिकति पछि त्यो रिजल्ट चाहिँ डिरेक्टली हामीले देखिन थाल्छ। त्यसले गर्दाखेरि हामीले करिकुलमसँग जोड्ने प्रयास गरौँ, तर अघि भनेको जसरी करिकुलम त माथि सङ्घीय सरकारले मात्र गर्ने भएको हुनाले हामीले त्यो स्पोर्ट्स र करिकुलमलाई जोड्न सकेनौँ। तर नीतिगत हिसाबमा हामीले काम गरेर जुन यो योजना थियो नेपालभरिको विद्यालयमा हामीले ल्याउन सक्यौँ भने चाहिँ 10 वर्षमा त नेपालको हरेक खेलकुद क्षेत्रमा चाहिँ अहिलेभन्दा निकै नै सुधार आउँछ। एउटा कुरा अर्को हामीले यसैसम्म जोडेर प्रतिबद्धता पत्रमा हामीले स्पोर्ट्स स्कलरसिपको पनि कुरा गरेको छ। अलिकति इन्सेन्टिभ विद्यार्थीलाई पनि हुनु पऱ्यो, अभिभावकलाई पनि हुनु पऱ्यो, विद्यालयलाई पनि हुनु पऱ्यो होइन। भोलि पढ्दै गर्दाखेरि अध्ययन गर्दै गर्दाखेरि सबैजना 100% स्पोर्ट्स सेक्टरमा त जानुहुन्छ भने छैन।
स्पोर्ट्स सेक्टर एकदम निस हुन्छ 2000 जना हामीले फुटबलमा छान्दै गर्दा त बढी से बढी 5 जना सेलेक्ट हुनुहुन्छ होला नि त अनि अरूको के भन्दै गर्दाखेरि उहाँको पनि यतिकै फ्युचर त्यतिकै जान दिनु भएन तर जो राम्रो फुटबल खेल्नुहुन्छ राम्रो क्रिकेट खेल्नुहुन्छ नेपालको कानुनले जुन हिसाबले स्कलरसिपको परिकल्पना गरिसकेको छ स्पोर्ट्स सेक्टरलाई पनि थोरै त्यो सेक्सन छुट्याइदिने र स्पोर्ट्स स्कलरसिप हामीले चाहिँ कानुनी रूपमा चाहिँ हामीले त्यसलाई अगाडि बढाउन सक्यौँ भने स्पोर्ट्स क्षेत्रमा हामीले ठुलो सुधार गर्न सक्छौँ एउटा उदाहरण मात्र हो यो अब अहिले क्रिकेट त छ हजुर क्रिकेटको नेपाली खेलाडीहरूको पर्फर्मेन्सदेखि लिएर हजुर विश्वव्यापी रूपमा कमाउँदै गएको ख्याति छ हजुर यिनीहरूको एउटा आउला त्यो त्यो बाहेकको पनि अझ त्यो बाहेक अझ इम्प्रुभ गर्न सकिन्छ अझ ग्रास रुटमा लान सकिन्छ क्रिकेटलाई पनि डेफिनेटली हजुर त्यो बाहेकको जस्तो फुटबल हजुर नेपालीहरूको मात्रै होइन संसारको एउटा सबैको प्रिय खेल हो होइन नेपालको फुटबल एकदमै कमजोर छ त्यो बाहेकका हजुर अरू वैकल्पिक खेलहरू छन् छ होइन सबै खेल हामीले त्यो मानवमा त 16वटा खेलकुदले हामीले सँगै बढाएका थियौँ अझ नेपालको धेरै अपर्च्युनिटी भए भनेको त कराते जुडो उसुहरूमा त हामीले एथलेटिक्सको एथलेटिक्स हामीले थोरै समयमा नै अहिलेसम्म ओलम्पिकमा गोल्ड मेडल ल्याउन सकेका छैन ग्रास रुटबाट अलि यङ एजबाट नै हामीले यस्तो कार्यक्रमहरू नीतिगत रूपमा कानुनी रूपमा नेपालभरिको विद्यालयबाट हामीले गर्न सक्यौँ भने त हामीले रिजल्ट एकदमै चाँडो ल्याउन सक्यौँ इन्डिभिजुअल स्पोर्ट्समा झन् टिम स्पोर्ट्समा क्रिकेट फुटबल जस्तो स्पोर्ट्सहरूमा चाहिँ तपाईँको 11-12जना प्लेयरहरू एकदमै राम्रो गर्नुपर्छ होइन तर इन्डिभिजुअल स्पोर्ट्स हुन्छ नि जस्तो कराते उसु तेक्वान्डो भनेर त एकजनाले खेल्ने खेल हो त्यसमा एकजना हामीले एकदमै राम्रो प्लेयर हामीले ल्याउन सक्यौँ भने त चाँडै नै ओलम्पिकमा गोल्ड मेडल ल्याउन पनि सकिने खालको त्यस्ता स्पोर्ट्सहरू धेरै छन् तपाईँले अर्को प्रतिबद्धतामा महिला सशक्तिकरण भन्ने शब्द पनि राख्नु भएको हो मलाई यो शब्दले एकदमै धेरै छुन्छ हजुर महिला त खासमा भन्ने भने पुरुषभन्दा हजुर सशक्त पात्रहरू हो होइन सशक्त व्यक्तिहरू हुन् जसले पुरुषलाई कोखमा 9-9 महिनासम्म बोकेर हजुर जन्माउँछन् होइन हाम्रो समाजले यस्तो मापन गरिदिएको छ कि पुरुष शक्तिशाली हुन् होइन संसार पुरुष प्रधान समाजको थटबाट आजको यो समयसम्म आइपुगेर पनि होला होइन आजको समयमा पनि तपाईँ र मैले अहिले प्रविधिको कुरा गरिरहेको छौँ एआईको जमाना आइसक्यो हामीले सूचना प्रविधिको कुरालाई लिएर सारा चिजहरू गरिरहेको छौँ आजको समयमा पनि हामी एउटा ग्लोबल भिलेजमा उभिएको एउटा नागरिक भएर महिला सशक्तिकरणको मुद्दा उठाइरहेको छौँ हुन त यो विकसित देशमा पनि छ होइन महिला सशक्तिकरण भनिरहँदाखेरि नेपाली महिलाहरूको अहिलेको आकाश भन्ने एउटा टर्म पनि छ होइन नेपाली महिलाहरूको अहिलेको एक्चुअल अवस्था युवाहरू त भयो अब सँगसँगै प्लेनको टिकट काटेर संसारका विभिन्न मुलुकहरूमा पुग्ने महिलाहरू त युवाहरू त हुनुहुन्छ नै यहाँ जति पनि हुनुहुन्छ हजुर होइन पुरानो उमेरदेखि विभिन्न समय कालखण्डमा आफ्नो पेसा व्यवसाय घर व्यवहार चलाएर बसिरहनु भएका उद्यम गरिरहनु भएका महिलाहरूको अवस्था चाहिँ कस्तो छ तपाईँको व्यक्तिगत अध्ययनले के भन्छ हो महिला सशक्तिकरणको कुरा गर्दै गर्दाखेरि हामीले यस्तो मात्र महिलाको कुरा गरे होइन जो महिला चाहिँ आजभन्दा 10-20 वर्ष अगाडिदेखि सेन्ट जेभियर स्कुलमा पढेर एकदमै राम्रो अङ्ग्रेजी बोल्ने महिलाको मात्र कुरा गरे होइन हो त्यो पनि महिला सशक्तिकरणको एउटा एकदम इम्पोर्टेन्ट पक्ष हो होइन उहाँहरूले इस्युहरू उठाइराख्नु भएको छ तर हामीले कस्तो महिला सशक्तिकरणको पनि कुरा गरेको हो भने उदाहरणको लागि अहिले हाँडी गाउँमा हामीले त्यो कार फ्री हाँडी गाउँ हामीले सुरु गऱ्यौँ नि त्यो गरिसकेपछि घरमा बसेको गृहिणीहरूले मैले हप्ताको 1 दिन काम गरेर महिनाको 4 दिन काम गरेर एकदमै राम्रो पैसा कमाइराख्नु भएको छ 30-40 हजार 40-50 हजारसम्म कमाउनुहुन्छ त्यो महिला सशक्तिकरण हो एकजना महिलाले मात्र उहाँले अरू महिलालाई रोजगारी दिनुभएको छ हरेक घरबाट आएर उहाँले जागिर आफैले पैसा कमाइराख्नु भएको छ त्यो महिला सशक्तिकरण हो त्यही कुरा टोखामा रेप्लिकेट भइरहेको छ त्यो पनि महिला सशक्तिकरण हो टोखामा चाकु एकदमै पपुलर छ टोखाको त्यहाँ तपाईँको तर चाकु 1 हप्ताको लागि मात्र किनभने धेरै जस्तो चाकु खाने जाडो महिनामा माघे सङ्क्रान्तिको पेरिफेरी 1 महिना भनौँ बढी से बढी 1 महिना तर त्यो चाकु त 12 महिनाको लागि त हामीले बजारसँग जोडिदियो भने त 12 महिना बजारमा बिक्थ्यो होला नि त त्यहाँ धेरै चाकु बनाउने महिलाहरू हुनुहुन्छ त्यही हिसाबले महिला सशक्तिकरणको कुरा गरेको हो
जो महिला जो चाहिँ उहाँले अपर्च्युनिटी नपाएर आवाजमा को चाहिँ साइलेन्ट बनाएर बसिराख्नु भएको छ त्यस्तो महिलाको पनि हामीले सशक्तिकरणको कुरा गरेको त्यो सँगै अर्बन एरियामा मैले के भनेको होइन भने इभन अर्बन एरियामै जो महिलाहरू यङ फिमेलहरू हुनुहुन्छ जो काठमाडौँमै पढ्नु भएको छ काठमाडौँमै हुर्किनु भएको छ उहाँहरूलाई पनि समस्याहरू छन् होइन समाजले उहाँहरूलाई इक्वालिटीको आँखाबाट एउटा आँखाबाट हेरेको छैन काठमाडौँमै जन्मेको काठमाडौँमै पढेको महिलाहरूलाई पनि हामीले अब पहिलाभन्दा सुधार भइरहेको छ योभन्दा धेरै सुधार गर्न जरुरी छ यो समाजमा महिलालाई पनि त्यत्तिकै सेफ बनाउन जरुरी छ महिलालाई जे जस्तो भए पनि होइन पुरुषभन्दा एउटा उदाहरण मात्र म ल स्कुलमा पढ्दै गर्दाखेरि मेरो क्लासमा लगभग 45जना मध्ये 30जना 35जना महिलाहरू र 10जना पुरुषहरू हुनुहुन्थ्यो होला तर अहिले हामीले अदालतमा हेर्दै गर्दाखेरि वकालत पेसा गरेको हेर्दाखेरि धेरैजना पुरुष हुनुहुन्छ है त्यसले गर्दाखेरि महिलालाई समाजले कुनै किसिमले पछाडि तानेको हुनाले अगाडि बढ्न चाहिँ सजिलो गाह्रो भइरहेको छ त्यसले गर्दा यो समाजलाई चाहिँ महिला र पुरुषलाई इक्वली अगाडि बढ्नको लागि चाहिँ कसरी हामीले काम गर्न सकिन्छ त्यसमा पनि नीतिगत कानुनी रूपमा काम गर्ने हो सबै महिलालाई हेर्नुपर्छ एउटा सेक्टरको मात्र महिला होइन काठमाडौँको अर्बन महिला विभिन्न गाउँमा अझै पनि पिछडेर बसिरहनु भएको महिला है हामीले उदाहरण दिएको हाडी गाउँ टोखामा चाहिँ जुन चाहिँ गृहिणी भएर बसिराख्नु भएको महिला सबैलाई सशक्तिकरण गर्दै कसरी इम्पावर गर्न सकिन्छ त्यसमा पनि कानुनी र नीतिगत हिसाबमा काम गर्नुपर्छ तपाईँले उठाएको अर्को मुद्दा रहेछ तहरी व्यवस्थापनको हजुर तपाईँ काठमाडौँ क्षेत्र नम्बर 5 को उम्मेदवार भइरहँदाखेरि हजुर एकदमै कस्तो एरिया छ भने हजुर राष्ट्रपति कार्यालय हजुर होइन हो प्रधानमन्त्री कार्यालय हो निर्मल निवासै छ निर्मल निवास हजुर होइन एम्बेसीहरू छ विभिन्न देशहरूको एम्बेसीदेखि लिएर भिआइपी भिभिआइपी एरियादेखि लिएर सांस्कृतिक हिसाबले पनि तपाईँको त सम्पदा संस्कृतिको पनि अर्को मुद्दा छ क्या एकदम प्रवर्धनको मुद्दा हजुर अहिले हाँडी गाउँको कुरा गर्नुभयो टोखाको कुरा गर्नुभयो होइन हजुर एकदमै शिक्षित होइन एउटा सोकर्ड एउटा शब्द छ नि एलिट हजुर हजुर होइन एलिटहरूको क्षेत्रदेखि लिएर एकदमै गाउँको जस्तो जनसङ्ख्या भएको है अघि तपाईँले महिला रोजगारीको कुरा गर्दाखेरि घरमै बस्ने नेवार समुदायका होइन आमा बुवाहरू होइन जो अहिले पनि जुन संरचनाको घरहरू छन् त्यो 4वटा कोषभित्रको पटाङ्गिनीमा होइन दिनको बिहानको बेलुकाको समय बिताउने नागरिकहरू पनि हुनुहुन्छ सहरी व्यवस्थापनको कुरा सँगसँगै सम्पदा संस्कृति संरक्षणको कुरा यो मुद्दालाई चाहिँ भोलिका दिनमा तपाईँले कसरी उठाउनुहुन्छ आज जनताका माझमा पुग्दाखेरि यो विषयलाई कसरी लिएर जानुभएको छ हामीले एकदमै एलिट भनिने ठाउँहरू हेर्दा पनि बालबटार होइन लाजिमपाड दुम्मराई बुढानी गोन्ठाका कति भेगहरू एकदम एलिट बस्ती भनेर जुन हामीले सुन्छौँ बुझ्छौँ ठाउँमा जहाँ गएर त्यताको समस्या बुझ्दै गर्दाखेरि पनि एकदमै बेसिक समस्या अझ खानेपानीको समस्या एकदमै क्षेत्रमा पाएको यति धेरै सुन्यो जति एलिट भने पनि जति सहर भने पनि खानेपानीको समस्या भएको ठाउँलाई कसरी एलिट भन्ने जस्तो लाग्यो मलाई होइन सहरी व्यवस्थापनको कुरा गर्दै गर्दाखेरि खानेपानीको समस्या चाहिँ नीतिगत रूपमा यसको कसरी समाधान गर्ने त्यसमा एकदमै चाहिँ हामीले ध्यान दिन जरुरी छ यता धोबी खोला यतै छ विष्णुमती यतै छ 4 को चाहिँ सेग्रिगेसन गर्ने बेलामा कति ठाउँमा चाहिँ खोलाको छेउमा चाहिँ 4 सेग्रिगेट गरेको देखिरहन्छ 4 त्यता ल्याउने र त्यहाँबाट ट्रकमा हाल्ने अनि त्यो गर्दा गर्दै कति 4 त्यही खोलामा फालिदिने प्रविधि हामीले देख्छौँ त्यो पनि एलिट भनिएको क्षेत्रमा 5मै देखिएको छ कति ढलको समस्याहरू देखिएको छ खोला ओभरफ्लो भएर बस्तीभित्र छिरेको समस्या देखिएको छ सबै एलिट भनेकै ठाउँमै देखिएको छ त्यसले गर्दा एलिट भनिँदै गर्दा पनि हो कति कारण नेपालको अन्य ठाउँहरूभन्दा विकसित ठाउँ यता छ तर त्यो भन्दै गर्दाखेरि पनि एकदम सानो सानो समस्याहरू जसलाई चाहिँ अलिकति सहरीकरणमा चाहिँ हामीले ध्यान दिएर गर्नुपर्ने अर्बनाइज गर्नुपर्ने समस्याहरू धेरै छ त्यसलाई समाधान गर्नुपर्छ जति एलिट भने पनि त्यसमा एकदम बेसिक कुराहरू पुगिरहेका छैनन् बाटो बाटो आज एकदमै राम्रो बाटो हुन्छ भोलि एउटा निकायले आउँछ त्यो निकायले बाटो खन्देर जान्छ होइन त्यो बाटो खनिसकेपछि त्यो पिच गर्नुपर्ने प्रावधान त एउटा सामान्य कानुनी नीतिगत सुधारबाट चाहिँ
जसले खन्छ उसले त्यो यतिकै छोड्ने होइन, त्यो खनेर बाटो पिच गरेर त्यो परियोजना सकिने भने त्यो टेन्डर त त्यो हिसाबले गर्न सकिन्छ नि त। त्योभन्दा सानो एउटा कानुनी प्रावधान, एउटा सानो नीतिगत प्रावधान हो। यस्तो प्रावधानहरू यो शहरी क्षेत्रमा एकदमै आवश्यक छ। प्रविधिको कुरा त आफ्नो ठाउँमा छँदैछ हजुर होइन, त्यो सँगसँगै यो परिवर्तनको कुरा छ। तर हाम्रो वास्तविक जरा भनेको हजुर हाम्रो भाषा, हजुर संस्कृति, हजुर सम्पदा, हो इतिहास, हो साहित्य हो होइन, सङ्गीत हाम्रो पहिचान हो नि होइन हो। होइन। तपाईँहरूको यो जुन नागरिक करार पत्र आयो, यो करार पत्र आइसकेपछि हजुर म भाषाको विद्यार्थी भएका कारणले हजुर मैले यसलाई सेयर गरेर हजुर स्ट्याटस लेखेको थिएँ ए हजुर मेरो फेसबुकमा। हजुर। त्यहाँ मलाई करिब करिब 50-100 जनाले गाली गरिरहनु भएको छ। ए हजुर ए अहिले अब यहाँ भएको कमी कमजोरीलाई लिएर भाषिक हिसाबले चाहिँ कमी कमजोरी लिएर चाहिँ हजुर राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत प्रतिक्रिया दिन सक्ने ल्याकतको भइस भनेर मलाई गाली गरिरहेको छन्। यो करार पत्रभित्र भएका कुरा आफ्नो ठाउँमा छन्। हजुर तपाईँ एउटा जल्दो बल्दो युवा देश परिवर्तन गर्छु भन्ने सोच राखेको व्यक्ति भएका कारणले हजुर हाम्रो भाषा हजुर होइन, हाम्रो संस्कृति, हजुर हाम्रो सोच चिन्तन, हजुर नेताले नीति र नैतिकता दुइटै बोक्छ हजुर होइन। पहिला हामीले मैले पढ्दा पनि नैतिक शिक्षा भन्ने थियो होइन, हजुर त्यो सबै घुम्दै घुम्दै गइरहेछ। हजुर यो प्रतिको तपाईँको संवेदनशीलता र तपाईँले भोलिका दिनमा गर्ने हजुर कुराहरू के छन्? अनि एकदम पहिला पार्टीको यो करार पत्रमा पनि यो 1 पेजर मात्र भयो। 7 गते आउने भाषा पत्रमा भाषा संस्कृतिको बारेमा अवश्य त्यसमा आउँछ नि। मेरो व्यक्तिगत रूपमा मेरो प्रतिबद्धता पत्रमा हेर्दाखेरि मैले सांस्कृतिक महत्त्वको कुराहरू त मैले प्रतिबद्धता पत्रमा राखेको छ नि। अझ हाम्रो क्षेत्रमा किन एकदमै विशेष महत्त्वपूर्ण छ भने हामीले भन्यो भने टोखा, हाडीगाउँ, दुम्बराई जस्ता ठाउँहरू छन्। हाडीगाउँ भनेको त ऐतिहासिक रूपमा हेर्नु पर्दाखेरि काठमाडौँको सबैभन्दा पुरानो बस्ती हो होइन। बसन्तपुर, पाटन, भक्तपुरभन्दा पुरानो बस्ती हो। लिच्छवीकालीन मन्दिरहरू भएको ठाउँ हो। आज पनि बाटो खन्दाखेरि कैलाशकूटका कति सामानहरू भेटिने ठाउँ हो। त्यसले गर्दाखेरि र यो एकदम स्याडोमा परेको ठाउँ हो होइन। हाम्रो कला, हाम्रो संस्कृतिहरू छोपिएको ठाउँ हो। त्यसले गर्दाखेरि यताको हाम्रो मौलिकता, यताको भाषा, यताको वेशभूषा होइन, धार्मिक हिसाबले, सांस्कृतिक हिसाबले जति पनि महत्त्वपूर्ण, इभन त्यो मात्र होइन, इन्डिजिनियस नलेज भएका कुराहरू, यताको पेय पदार्थहरू, यताको खानाहरू, त्यो सबैलाई प्रमोट गर्न त एकदम जरुरी छ। त्यसले गर्दा मैले मेरो प्रतिबद्धता पत्रमा पनि काठमाडौँ महानगरपालिकामा हुँदा हामीले जे कामहरू गर्न सक्यौँ, अहिले हेर्दाखेरि कति पल्चा निर्माण भएका छन्, कति डुङ्गेधारा निर्माण भएका छन्, पोखरीहरूलाई कति पुरानो शैलीमा पुर्याइएको छ, त्यो कुरालाई नै अगाडि बढाउनुपर्छ। र हामीले काठमाडौँ महानगरपालिकामा अब भाषाको उदाहरण गर्दाखेरि यताको नेवा भाषा कति हराउँदै गइसकेको थियो होइन। हामीले यता एकदमै म्यान्डेटरी बनायौँ काठमाडौँ महानगरपालिकाको विद्यालयहरूमा। त्यसले गर्दाखेरि पहिलाको जेनेरेसनले बिर्सिन थालिसकेको भाषालाई फेरि त्यसपछिको जेनेरेसनले बोल्न थालेको छ अहिले। त्यो काठमाडौँमा भएको हुनाले नेवा भाषा भयो होइन। जनकपुरमा हुँदा त्यो नै मिथिला भाषालाई नै त्यसरी नै प्रवर्धन गर्ने हो। तामाङ बस्तीमा कतै जाँदाखेरि तामाङ भाषालाई नै गर्ने हो। त्यसले गर्दाखेरि भाषालाई एकदम जोगाउनुपर्छ, संस्कृतिलाई जोगाउनुपर्छ, सिभिलाइजेसनलाई जोगाउनुपर्छ। त्यो त आइडेन्टिटीसँग जोडिएको एकदमै बेसिक मिनिमम रिक्वायरमेन्ट भएको कुराहरू हो। अरू कुरा त त्यसपछि आउँछ। मैले यो कुरा किन उठाएको भने तपाईँ जस्तै जो हुर्किरहेका यङ युवा जेनेरेसनहरू छन्, उनीहरूलाई हाम्रो भाषाप्रति, हाम्रो मातृभाषाप्रति खास त्यस्तो ठुलो रुचि छैन। हजुर विश्व सङ्गीतले खाइरहेछ। हजुर उनीहरूको नेपाली गीत गवाईको उच्चारणको अवस्था हामीले हेऱ्यौँ भने हजुर होइन, त्यो लाजमर्दो छ। हजुर त्यो एजमा चाहिँ उनीहरू त्यही सङ्गीतमा, त्यही भाषामा, त्यही लवजमा रमाइरहेका हुन्छन्। हजुर जब 35-40 पुग्छ हजुर अनि त्यसपछि फर्किन्छन् बल्ल नेपाली लोकगीत, आफ्नो कल्चरल गीतहरू, नारायण गोपालको गीत वा भक्तराजको गीत वा अरुणा लामाको गीत वा तारादेवीका गीतहरूमा बल्ल आउँछ 40 पछि बल्ल। जति बेला चाहिँ आफ्नो उमेरमा गर्नुपर्ने कुराहरू नगर्दाखेरि ती चिजहरू घुम्दै घुम्दै गइरहेका हुन्छन्। युवाहरू त्यो पश्चिममा प्रभाव पनि होला हो, मान्यौँ हामीले पनि अवश्य होइन। जस्तो हाम्रो बालेनजीले जहिले पनि भन्नुहुन्छ ऱ्याप गीत भनेको संसारको सबैभन्दा ठुलो फलोइङ भएको हो होइन। उहाँले
महानगरको मेयरमा उम्मेदवारी दिँदा पनि मेरो ठुलो क्याम्पेन छ मेरो ऱ्याप ग्रुपको भनेर पनि एउटा अन्तर्वार्तामा भन्नुभएको थियो। त्यो प्रभाव एकदमै ठुलो छ। हामीले सानैदेखि त्यो हुर्किरहेको पुस्तालाई हाम्रो भाषाप्रति, सङ्गीतप्रति, साहित्यप्रति, हाम्रो मौलिकताप्रति किन ल्याउन सकिरहेको छैन? त्यो सुरुमा त हामीले त इन्ट्रेस्ट नै जेनेरेट गर्न नसकेको हो युवा पुस्तालाई होइन। त्यो इन्ट्रेस्ट जेनेरेट गराउनुपर्छ। पहिलाभन्दा अलिकति सुधार भइरहेको चाहिँ मैले देख्छु हाम्रो काठमाडौँ क्षेत्रमा 5मा चाहिँ। पहिला कतिवटा जात्राहरू लोप हुँदै गएको जात्राहरू बिस्तारै बिस्तारै युवा पुस्ताले अलिकति इन्ट्रेस्ट देखाएर त्यसलाई फेरि रिभाइभ गर्न थालेको पनि देखिन्छ। म्युजिकमा पनि तपाईँले भनेको जसरी हामीलाई पनि अलिकति सानो हुँदा र अझ अलिकति मच्योर हुँदै हुँदै गएपछि नेपाली सङ्गीतप्रतिको महत्त्व अझ बढी बुझ्दै गएका छौँ। मलाई होइन समस्या देखेको भने हामीले इतिहासलाई स्कुल लेभलमा नै राम्रोसँग इतिहासको अध्ययन हामीले गर्दैनौँ। इतिहासलाई हामीसँग राम्रोसँग बुझाउन सक्दैनौँ। नेताको सम्पादालाई हामीले राम्रोसँग बुझाउन सक्दैनौँ। हामीले त्यो यताको हाम्रो स्थानीय हाम्रो वेशभूषा हाम्रो भाषाको हाम्रो इतिहासको महत्त्वपूर्ण कुराहरू चाहिँ अलिकति सानै उमेरबाट नै स्कुल लेभलबाट नै हामीले विद्यार्थीले त्यसको महत्त्व बुझाउन सक्यौँ भने चाहिँ त्यो लोप हुँदैन जस्तो लाग्छ। कति कुरा त पहिलाभन्दा फरक हुन्छ। त्यसलाई कति पहिला जस्तो थियो 100% जस्तो हुन्छ भनेर हामीले मान्न पनि मिलेन। भाषा भनेको कुरा सङ्गीत भनेको कुरा परिवर्तनशील हुन्छ। बिस्तारै ग्लोबल हुन्छ भन्ने आफ्नो नेपाली भाषा नै पनि तपाईँको 200 वर्ष अगाडि नै बोल्ने नेपाली भाषा र त एउटै छैन नि त होइन। त्यो परिवर्तन भयो। अब आज बोलिएको भाषा र 200 वर्षपछि बोलिने नेपाली भाषा नै फरक हुन्छ। त्यसले गर्दा जस्तो थियो ठ्याक्कै त्यस्तो हुन्छ भनेर त सोच्नु पनि भएन। तर भाषाको हाम्रो हाम्रो इतिहासलाई हाम्रो चाहिँ वेशभूषालाई हाम्रो सङ्गीत सबैलाई चाहिँ सकेसम्म हामीले बताएर चाहिँ लानुपर्छ। नेपालको संविधान बारेमा तपाईँको धारणा के छ? नेपालको संविधानकोमा न्याय परिषद संशोधन गर्नुपर्छ, संवैधानिक परिषद संशोधन गर्नुपर्छ। कति ठाउँमा अलिकति खर्चिलो भएको व्यवस्थाहरूलाई बिस्तारै संशोधन गर्नुपर्छ। कति निकाय आवश्यक छैन। कति सांसद जति प्रदेश सभाका सांसदहरूको सङ्ख्या घटाउन सकिन्छ। राष्ट्रिय सभालाई डिबेटमा ल्याउन सकिन्छ। त्यसको कति महत्त्वपूर्ण छ छैन। प्रतिनिधि सभाकै सांसदहरूको सङ्ख्या घटाउन सकिन्छ। समानुपातिक प्रणालीमा सुधार ल्याउन सकिन्छ। धेरै सुधार ल्याउन सक्ने समस्याहरू छन्। तर मैले मूल यो चाहिँ परिवर्तन गर्छु भोलि गएर प्रायोरिटीमा राख्ने हो भने पहिलो कुरा म नेपालको न्याय समितिलाई न्याय परिषदलाई पुनर्संरचना गर्छु। न्याय परिषदलाई पुनर्संरचना गरिसकेपछि अलिकति इन्डिपेन्डेन्ट न्यायाधीशहरू न्याय क्षेत्रमा प्रवेश गर्नुभयो भने न्याय क्षेत्र सुधार्न धेरै सजिलो हुन्छ। प्रादेशिक संरचनाको बारेमा विभिन्न खालका विचारहरू छन् तपाईँको पार्टीभित्र पनि। पहिला एक खालको विचार सुनिन्थ्यो, अहिले फेरि अर्को खालको विचार सुनिन्छ। तपाईँको के छ प्रदेश संरचनाको? यो टेक्निकली हेर्दाखेरि कानुनको विद्यार्थीको आँखाबाट हेर्दाखेरि अहिलेको संविधानमा प्रादेशिक स्ट्रक्चरलाई संशोधन गर्न सकिँदैन। टेक्निकल लिगल आँखाबाट कानुनको विद्यार्थीको रूपबाट भन्नुपर्दा, किनभने संहितामा चाहिँ एउटा शब्द संशोधन गरेर हटाउन सकिँदैन। किनभने संहिताको परिकल्पना नेपालको संविधानको लगभग हरेक भागमा गरिएको छ है। त्यसले गर्दाखेरि राष्ट्रपतिको चुनाव, राष्ट्रिय सभाको चुनाव, नेपालको संविधानको अनुसूची 5 देखि 9 प्रदेशको विभिन्न निकायहरू यति धेरै परिकल्पना गरिएको छ कि त्यो संशोधन गरेर त सम्भवै हुँदैन। पुरै कि त पुरै संविधान पुनर्लेखन गर्नु पर्यो, होइन नयाँ संविधानै ल्याउनु पर्यो। त्यसले गर्दाखेरि भन्दैमा कसैले होइन प्रदेश खारेज गर्छु भन्दैमा त्यति सहज छैन। कसरी खारेज गर्ने होइन, तपाईँको के हो त नि अब संविधान के पुनर्लेखन गर्ने कि नयाँ संविधान ल्याउने कि कुन हिसाबले खारेज गर्ने, त्यो टेक्निकली हेर्न जरुरी छ होइन। त्यसले गर्दाखेरि संहितामा भएको समस्याहरूलाई हामीले हेरेर त्यसलाई कसरी समाधान गरेर त्यसमा ल्याउनुपर्छ। तर होइन म संहिता पुरै खारेज गर्छु भनेर त्यति सहज विषय होइन यो। तपाईँहरूको यो प्रतिबद्धता पत्रमा आउने अर्को अस्तिको करारमा पनि आयो गैर आवासीय नेपालीलाई नागरिकताको कुरा र मताधिकारको कुरा। मताधिकार त होला मिल्ने, अब त्यो गाह्रो कुरो होइन। हजुर, नागरिकताको कुरा के हो? यो स्पष्ट आउला ठाउँमा छ। तपाईँले अहिले बुझेको चाहिँ के हो? होइन म मत अधिकार त कस्तो खालको गैर आवासीय नेपाली भन्नाले भनेको नेपालमा विदेशमा बसिरहेको नेपाली नागरिकहरू है, विदेशी नागरिक होइन। अमेरिकामा अमेरिकाको ग्रिन कार्ड सिटिजनसिप लिएर बस्नुहुन्छ भने उहाँहरूलाई त मताधिकार दिने कुरा भएन। तर को स्टुडेन्ट भिसामा जानेमा हुन्छ, को वर्किङ भिसामा गएर नेपाली नागरिक नै हुनुहुन्छ तर विदेशमा बस्ने, उहाँलाई मताधिकारको कुरा हो। त्यो गैर आवासीय नागरिकता भनेको एनआरएन कार्डहरू, अब डुअल सिटिजनको अलिकति कुरा होइन, विदेशमा बसेर
नेपाली मूलको विदेशमा बसिराख्नु भएको विदेशी नागरिकलाई पनि कुनै न कुनै खालको कल्चरल र सोसियल राइट दिने खालको उहाँलाई कुनै किसिमको रिकग्निसन गर्ने एउटा नीति निर्माण त गर्न सक्यो। त्यो त अहिले एनआरएन कार्डले पनि कति गरेको छ। यताको प्रपर्टीहरू किन्ने अधिकार दिएको छ, यताको सोसल र कल्चरल राइटहरू अहिले एनआरएन कार्डले पनि दिएको छ। त्यसलाई अझ स्पष्ट रूपमा नीतिगत र कानुनी रूपमा त्यसलाई उतार्न सकिन्छ। तर मत अधिकार भनेको चाहिँ विदेशी नागरिक अर्को देशको नागरिकता भइसकेको व्यक्तिहरूले एनआरएनले पनि त्यो अधिकार चाहिँ पाउनु हुँदैन। त्यो भनेको चाहिँ विदेशमा बस्नुहुने भनौँ न कतिजना कतार, दुबई, मलेसिया जस्तो देशमा चाहिँ कामदारको रूपमा जानुहुन्छ, उहाँहरू विदेशी नागरिक त होइन। अथवा अमेरिकाहरू लगायतका देशहरूमा विद्यार्थीको रूपमा जानुहुन्छ, कामदारको रूपमा जानुहुन्छ, उहाँहरूको लागि मताधिकार दिने भनिएको हो। त्यहाँ गएर ग्रिन कार्ड लिएर अथवा नागरिकता नै लिएर बसेका नेपालीहरूलाई दिने भनेको चाहिँ होइन। घर दैलो गरिरहनु भएको छ। हजुर, अरू उम्मेदवारहरूको साथीभाइहरूको पनि हेरिरहनु भएको छ, अरू पार्टीहरूको पनि डेफिनेटली एउटा आकलन होला होइन। तपाईँको त टप विभिन्न पार्टीको उम्मेदवारहरू, पूर्व मन्त्री पनि त्यही हुनुहुन्छ होइन, कङ्ग्रेसको ईश्वर पोखरेलजी, मैले अस्ति अन्तर्वार्ता पनि गरेँ, कमल थापाजी पनि हुनुहुन्छ, निशा अधिकारी पनि कलाकारिता क्षेत्रको एउटा व्यक्ति एउटा पार्टीबाट हुनुहुन्छ, तपाईँ हुनुहुन्छ। हजुर, एकदमै टफ देखिरहेको छु मैले। तपाईँको त क्यालकुलेसन पनि डेफिनेटली छ। हजुर, हजुर। चुनाव जित्छु भन्दाखेरि कति जति भोटको आँकडाले एउटा क्यालकुलेसनले के भन्छ तपाईँको? सर्वप्रथम त सबैजना प्रतिस्पर्धीहरू जो हुनुहुन्छ सबैजनालाई म मेरो क्षेत्रमा स्वागत गर्न चाहन्छु। यो मेरो घर भएको, म जन्मेको सहरको, म हुर्केको क्षेत्र, यो मेरो लागि त क्षेत्र मात्र होइन, मेरो लागि त घर हो होइन। अरूले निर्वाचन क्षेत्रको रूपमा हेर्नुहुन्छ होला, म त मेरो घरको हिसाबले हेर्छु। निर्वाचन क्षेत्र हामी सबैको, तर घर मेरो, म मेरो घरमा सबैजना सहयोग गर्न चाहन्छु र यो ठाउँको आवाज बोलिदिने, यो ठाउँको समस्या बुझिदिने र त्यो समस्या बुझेर त्यताको आवाज बुझेर सदनमा गएर नीति निर्माण गर्न सक्ने उम्मेदवार चाहिँ म एकजना हो। किनभने म कानुनको विद्यार्थी, नीति निर्माण, कानुन निर्माणको विद्यार्थी पनि हो र यही क्षेत्र, यो माटोलाई बुझेको व्यक्ति भएको हुनाले सबैभन्दा लायक उम्मेदवार त म हो जस्तो लाग्छ। जित सुनिश्चित छ, किनभने घर दैलोमा जाँदै गर्दाखेरि जुन किसिमको रेस्पोन्स छ, आफ्नो वडामा मात्र होइन, काठमाडौँ वडा नम्बर 4 त मेरो आफ्नो घर भएको वडा भयो, त्यसमा त एकदमै पोजिटिभ छ नि। त्यसमाथि यसले किन अझ बढी एडभान्टेज हामीलाई थाहा पनि भने टोटल 78,000 मतदाता भएको क्षेत्रमा लगभग 20,000 त मेरो आफ्नै वडामा हुनुहुन्छ होइन। अनि त्यसपछि अगाडि 15,000 मत ल्याएर निर्वाचित हुनुभएको, त्यसले गर्दाखेरि 20,000 मतदाता त आफ्नै वडामा हुन्छ। आसपासको वडाहरू गरेर लगभग जोडिएको वडाहरू गरेर 30-40,000 त हुनुहुन्छ नि। यो साइडबाट त राम्रो आउँछ भन्ने हामी एकदमै कन्फिडेन्ट सुरुमै थियौँ। घर दैलोको क्रममा हामी बुढालीकण्ठ टोखाको ठाउँमा जाँदा, अझ बुढालीकण्ठको एकदमै दुर्गम भेगमा गएर डाँडाको टुप्पोतिर जाँदाखेरि पनि त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको झन्डा भेटिएको छ। त्यो भइसकेपछि हामीलाई त जित त हामी एकदम कम्फर्टेबल पोजिसनमा छौँ। हाम्रो 25,000 मतभन्दा बढी ल्याएर हामी जित्ने कुरामा हामी त्यो चाहिँ सुनिश्चित नै छ। निर्वाचनपछि जुन सरकार भन्छ, अहिले मेरो क्यालकुलेसनमा स्पष्ट बहुमत कुनै पनि पार्टीले ल्याउन अलिकति गाह्रै होला। तपाईँले ल्याउँछौँ भनिरहनु भएको छ। हुन त कङ्ग्रेसले पनि हामी पनि ल्याउँछौँ भन्छ, उता एमाले पनि हामी ल्याउँछौँ भन्छ। हङ पार्लियामेन्ट बन्ला होइन, होला नहुनु पनि छ। हामी त बहुमत आउँछ भन्ने कुरामा म पहिले घर दैलोमा गइसकेपछि त झनै काठमाडौँमा किनभने बुझ्न सजिलो भयो भने काठमाडौँको स्थानीयहरू त हुनुहुन्छ नि। काठमाडौँमा त नेपालभरिको सबैजनालाई भेटिन्छ। काठमाडौँको मात्र होइन, अरू ठाउँको मतदाताहरूसँग सोद्धा पनि म यो ठाउँको त होइन तर भोट घन्टी लगाइने भनेर त्यो त सबैजनाको मुखबाट आउने कुरा हो, सबैजनाले भन्नुहुन्छ। त्यसले गर्दा हामी किनभने अहिलेसम्म त्यस्तो स्पष्ट बहुमत अहिलेको पद्धतिमा अरूको अलिक कठिन भएको हुनाले, अरूको आउन अलिकति गाह्रो भएको हुनाले आउँदैन भन्ने हामीले सोच्न स्वाभाविक हो। तर मतदाताको मानसिकता हेर्दाखेरि जुन किसिमको ग्राउन्डमा जाँदाखेरि घन्टी भन्ने, जसरी घन्टी जहाँ पनि घन्टी छ, त्यसले गर्दा 2/3 बहुमतै आउन पनि सक्छ भन्ने कुरा त म एकदमै सम्भावना देख्छु। बहुमत त म स्पष्ट बहुमत आउने कुरामा त म एकदमै कन्फिडेन्ट छु योपालि पार्टीको है। एकदमै। त्यो ग्राउन्डमा गएर ग्राउन्ड रियालिटी एकचोटि हेर्दा हुन्छ। हामीले नेपाली कङ्ग्रेस एमालेको ग्राउन्डको मास र भोटरको
सङ्ख्या भनेको त फरक हो नि त। त्यो त होइन, त्यो हेरेर थाहा भइ नै हाल्छ। किनभने हामी पहिला पनि क्याम्पेनिङ तपाईँले सुरुमै मेरो इन्ट्रोडक्सन दिँदा पनि भन्यो, धेरै क्याम्पेनिङ गरौँ, धेरै वैकल्पिक दलहरूकै हामीले क्याम्पेनिङ गरौँ, जो काङ्ग्रेस चाहिँ मैले बाहिर हुनुहुन्थ्यो होइन। बालेनदेखि लिएर उज्जवल थापादेखि लिएर रन्जु दर्शना, रविन्द्र मिश्र सबैको क्याम्पेनिङ गरेको। त्यो सबै गर्दाखेरिको भोटरको मानसिकता र आजको भोटरको मानसिकता एकदमै फरक छ, धेरै नै फरक छ। यतिसम्म कि हामीलाई घर घरमा जाँदाखेरि विभिन्न पार्टीको साथीहरूले, पार्टीको शुभेच्छुक मात्र होइन, पार्टीको सदस्य मात्र पनि होइन, पार्टीको संरचनामा बसेको विभिन्न इकाइमा बसेको साथीहरूले, योपालि बाहिर त भन्न मिल्दैन तर घन्टिला भोट हाल्ने भने पार्टीभित्रको साथीहरूले भनेको सुनिन्छ, तपाईँहरू किन भोट माग्ने आउनु पर्दैन, घरमै बस्नुहोस्, तपाईँहरूको हो, हामीले मागिदिरहेको छौँ। हामी घर गएर जानुभन्दा अगाडि टोलमा बसेका कतिजना साथीहरूले हामीलाई भोट मागिदिइराख्नु भएको छ, त्यस्तो अवस्था छ। त्यसले गर्दा बहुमत आउने कुरामा म एकदमै विश्वस्त छु। आफ्टर इलेक्सन बालेन नै प्रधानमन्त्री हो वा चुनावी एजेन्डाको रूपमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको राष्ट्रपाले? बालेन प्रधानमन्त्री हो 100%, त्यसमा कुनै पनि दुविधा छैन। प्रधानमन्त्री हो, 5 वर्षको लागि नै बालेन शाह हो। हस्, जितको शुभकामना तपाईँलाई, स्पेसली मेरो तर्फबाट। तपाईँहरू जस्तो युवा जसले देशको राजनीतिक, सामाजिक, सांस्कृतिक सबै अनुहार फेर्छु भनेर राजनीतिमा आउनु भएको छ। हजुर। र यसले नेपाली जनतामा एक खालको उत्साह पनि थपेको छ। हजुर। र बाहिरिरहेका आफ्ना छोराछोरी फेरि देश फर्किन्छन् भन्ने अभिभावकहरूमा एक खालको आशाको एउटा सानो बीजारोपण पनि भएको छ। अहिले मसँग कुराकानी 1-1.5 घन्टा गरिरहँदाखेरि कति मतदातासँग कुरा हुन्थ्यो होला, 2-4वटा भोट थपिन्थ्यो होला। तर म आग्रह गर्छु सस्मित पोखरेललाई तपाईँले भोट दिँदा खासै फरक पर्दैन। धन्यवाद। धेरै धेरै धन्यवाद। थ्याङ्क यू।